다들이야, 다들인데, 음, 아주, 음, यार निमस बत्ती छाड़ी और आज ग्रीष्मकालीनको तेस्रो दिन रहेको छ अनि यो ग्रीष्मकालीनको जलबाट unserer Sommerunterweisung. अ, अनि यो तेस्रो दिनमा पाल्नुहुने सम्पूर्ण अनि विभिन्न अनि अनि गुरुजनहरू भिक्षुहरू अनि त्यस्तै गरी सबैलाई प्रसिद्ध लेख र सुस्वास्थ्यको कामना गर्दै अनि अस्तिको जुन टुङ्गी अब बाँकी भएको आज म त्यसलाई फेरि यहाँ जोड दिन चाहन्छु आज यो प्रवरण भन्ने यसको विषयमा म बताउन गइरहेको छु Da weiterzufahren, wo wir darüber gesprochen haben und da fortzufahren. आज यो gesprochen. अनि यो प्रवरणको विषयमा बताउनु पर्दाखेरि जहाँ पनि विद्वान एउटा उमद गोइक्योले के भन्नु उहाँको अनुसार वर्षको अन्त्यमा अब र संघको सदस्यहरू अब यात्रामा निस्कनु अघि प्रवरण अनि गरिन्छ भन्ने भनेको छ was am Ende der gemeinsamen Sommerklausur begangen. Und während dieses Auflösens dieser gemeinsamen अब यसमा भन्नुपर्दाखेरि यो उमद गोइकीले के भन्नुभएको छ त भन्दाखेरि यो प्रवरण चाहिँ कहिले गर्ने हो त भन्दाखेरि यो वर्षवास बसिसकेर अनि जुन भिक्षुहरू बाहिर अनि नजानु अगाडि यात्रामा नगर्नु अगाडि अब त्यो बेला गर्ने विधि हो भन्ने भनेको छ यो चाहिँ के हो त भन्दाखेरि अब सर्वस्तिवादमा अब अनि अब कुन त्यसमा चाहिँ अब 2 दिन गर्नुपर्ने छ तर सर्वस्तिवादमा 1 दिन भन्दा यो प्रवरण गर्नु पर्दैन भन्नुभएको छ त्यही कारणले यो चाहिँ के हो त भन्दाखेरि अब प्रवरण भनेको के हो त्यसमा के गर्ने हो त भन्दाखेरि त्यो दिनमा चाहिँ अब यो आफ्नो गल्ती दोष त्रुटिहरू चाहिँ अब नलुकाइकन गोप्यता नराखिकन अब भिक्षुको जमतमा सँग अब भेलामा अब यसरी बाहिर प्रत्यक्ष रूपमा देशना गर्नु देखाउनुलाई चाहिँ अब त्यस्तो विधिको अब परिकारको एउटा प्रवरण एउटा विधिलाई चाहिँ हामीले यो अब गाए अर्थात् प्रवरण भनिन्छ अब यो प्रवरणको विषयमा बताउनु पर्दाखेरि यति नै रहेको छ अब यो पछि चाहिँ अब चाहिँ यो भिक्षुको अब के हो त भन्दाखेरि अब कठिना भन्ने चाहिँ सक्याङ भनिन्छ अब कठिना यसको विषयमा बताउन गइरहेको छु यो पनि एउटा भारतको विद्वान अब एसआर गोयलले भन्नुभएको छ कि अब यो प्रवरण समाप्त भएपछि अनि यो कठिना अनि फैलाउने समारोह गराउने अब यो प्रथा रहेको छ भन्ने यसरी बताउनु भएको छ यो भारतको विद्वानले अब कठिना भनेको के हो त भन्दाखेरि बुद्धको समयमा प्रयोग गरिएको लुगा एक सिलाएको लुगा हो अब सामान्य अब समुदायले सामग्रीहरू प्रदान गर्थे लुगा सिलाएपछि भिक्षुहरूमा बाँडिन्थ्यो यसलाई चाहिँ अब के भन्छ भन्दाखेरि अब सक्याङ भनिन्छ अब यो कठिना अब
कथिना बाँड्नु भने कस्तोले भनिन्छ भन्दाखेरि यसको अब यसको बताउनु पर्दाखेरि यसको अब तीन प्रकारको एउटा चिवर एउटा पातालो काठमाथि हैन तर त्यो एउटा काठ चाहिँ एउटा स्थिरता एउटा अस्थिर हैन राम्रो एउटा स्थिरता अनि काठमाथि अब चपटी परेको काठमाथि अनि यो तीन प्रकारको यो भिक्षुको चिवरहरू यसरी अब माथि राख्नुलाई चाहिँ अब कथानी यो कथिना अब पन्छाउनु अर्थात यो चाहिँ के हो त अब बाडिनु भनिन्छ अब यसलाई फिजाएर राख्नु पर्दछ अर्थात यो के हो त कथिना फिजाउनु भनिन्छ त्यो काठमाथि एउटा पातलो काठमाथि यसरी अब भिक्षुहरूको तीन प्रकारको चिवरहरू अब यसरी तेर्साएर यसलाई अब फरकिलो बनाएर राख्नुलाई चाहिँ अब कथिना अब यसरी अब फैलाउनु भनिन्छ त्यो माथि अब राख्नु अब यो चाहिँ के हो त भन्दाखेरि जुन चिवर कत्रो छ त भिक्षुको वस्त्र कत्रो छ त्यही अनुसारको अब पातलो अब यो काठ चाहिँ अब यसरी तेर्साउनु पर्दछ भनेको छ अब यो चाहिँ के हो त भन्दाखेरि अब यो चाहिँ जुन भिक्षुको चिवरमा चाहिँ एउटा अधिष्ठान अर्थात झिङ्गा अधिष्ठान रहेको छ हैन अब सबै भिक्षुको चिवरहरू चाहिँ त्यो माथि अब एक किसिमको अधिष्ठान गरिएको हुनाले अनि अधिष्ठान हुनको लागि सबै अनि भिक्षुहरूको त्यो अब कथानी अब भनौँ न वर्षाइन्छ तेर्साइन्छ अब त्यो जुन अब वर्षवास बसिसकेर अब यो के हो त प्रवर पनि सकिसकेपछि अब जति भएको भिक्षुको चिवरहरू वस्त्रहरू सबै त्यो कथानीमाथि तेर्साएर राखिन्छ राखिएपछि अब सबै भिक्षुहरू चाहिँ बाहिर अब यात्राको लागि भिक्षाटनको लागि जानुहुन्छ तर त्यो हराउँछ भने त्यसको रेखदेखको लागि चाहिँ चारजना भिक्षुले त्यसमा रेखदेख हेर्ने गर्दछन् अब फेरि यसमा के छ भन्दाखेरि अब अनि त्यो बाहेक अर्कोमा अब अधिष्ठान गर्नु नपर्ने होइन अब फेरि अनि खाना खाँदाखेरि अब यो एक किसिम के हो त त्यसमा अब अधिष्ठान गर्नु नपर्ने त्यस विभिन्न कुरा रहेको छ तर पनि के हो त भन्दाखेरि अब यो अनि यसरी यो अब यो यसरी यो एकै ठाउँमा राखेर यो अब अधिष्ठान दिनुको कारण के हो त भन्दाखेरि विभिन्न अब भोजन वस्त्रहरूमा अब यसरी आफूले यो ग्रहण गर्दाखेरि कुनै दानदातालाई दिएको वस्त्र आफूले लगाउँदाखेरि यसरी अधिष्ठान गरेर राखिएपछि चाहिँ आफूलाई धेरै फाइदा र पुण्य एकदम फैलिएर जाने वृद्धि भएर जाने हुँदाखेरि त्यस्तो यो कथिना फैलाउनुको महत्त्व रहेको छ अब कसैले चाहिँ के हो त भन्दाखेरि अब यो अब कुनै बेला चाहिँ के हो त अब फेरि हेर्ने बसोबास गरेन भने चाहिँ यो कथानी अब तेर्साउन मिलिँदैन कति यो कथानी तेर्साइसकेपछि अब बाहिर फेरि अब के हो त भन्दाखेरि अब बाहिर यात्राको लागि जान पनि पाइँदैन त्यस्तो राखिएको छ भनिएको छ पछि अब यो तिब्बतमा शिक्षाको प्रसारको क्रममा नागार्जुनको चेलाहरूको वंशमा रहेका अब यसमा चाहिँ के छ त भन्दाखेरि अब धम्को खिम्बा हिस्से लामाले भिक्षुले कथिना अनुष्ठान गरेको थिए तर त्यस बेला त्यहाँ अशुभ सङ्केतहरू धेरै मचियो अनि त्यो कथिना यो तेर्साउने क्रममा विभिन्न अब अनि विघ्न बाधा आएको हुँदाखेरि त्यहाँदेखि अब यो उछिटेर गयो
अनि त्यसपछिदेखि अब अनुष्ठानहरू जुन अब वस्त्रहरूमा अनुष्ठान गरी अब कठिनहरू तिर्स्याएन त्यही कारणले गर्दाखेरि त्यो भन्दा पहिला थियो र त्यो भन्दा पछिदेखि चाहिँ यसरी यो कठिन तिर्स्याउने प्रचलन तिब्बतमा पनि भएन यसलाई हेर्दा यो तिब्बतमा पछिको शिक्षाको प्रसारणको सुरुमा मात्र यो कठिन तिर्स्याउने अभ्यास गरेको थियो त्यसपछि थिएन अब यसले क्रमैसँग बताउनु पर्दाखेरि अब मठ मन्दिरहरूको अब उत्थान अथवा उत्पन्न हुने अब यसको प्रक्रिया बारे बताउनु पर्दाखेरि अब यो विद्वान अब भारतको एउटा विद्वानले के भन्नुभएको छ भन्दाखेरि एसआर गोयल भन्नेले अब यो अब संघको यसको अब गन्ती धेरै भएर गयो अनि त्यो भएपछि अब पोषकको अब चलन चल्तीहरू विकसित भएपछि मठ मन्दिरहरूको बिहार चाहिँ अब स्थापित हुन अब स्थापना हुन विकास हुन थाल्यो हो भने यसरी अब गोयलले एसआर गोयलले बताउनु भएको छ त्यस्तै गरी जापानको एउटा विद्वानहरूले के भन्नुहुन्छ भन्दा चाहिँ कुनै अब विद्वानहरूले अब भिक्षुहरू एउटा भिक्षुको सङ्घ चाहिँ अब एक ठाउँमा बस्ने अब स्थिरता छैन होइन जताततै अब भिक्षुको लागि यात्रा गर्नुपर्ने हुँदाखेरि एकै ठाउँमा बस्ने उनीहरूलाई अब यसरी स्थिरता छैन जताततै अब हिँड्नुपर्ने हुन्छ तर हिँड्दाखेरि व्यर्थमै हिँडेको नभएर एउटा प्राणी हितको लागि अब गइरहेको हुन्छ तर यो वर्षवासको क्रममा चाहिँ यो सबै भेला यो भिक्षुहरू भेला भएर यसरी अब बसोबास गरिन्थ्यो त्यो एकै ठाउँमा बस्ने क्रममा त्यो प्रक्रिया बढ्दै बढ्दै गएर पछि मठ मन्दिरहरू चाहिँ यसरी स्थापना भएको हो भन्ने एउटा जापानी विद्वानहरूले उल्लेख गरिएको छ अब यो वर्षवास बसेर होइन बसेर यसरी अब के हो त यो यसरी जीविका चलाउने र अनि यसरी त्यो बाहेकको अब यो त्यहाँदेखि बारे एउटा मठ मन्दिरै अब त्यसले स्थापना गरेर अब त्यो जीविका चलाउने यसको धेरै भिन्नता र फरक रहेको छ यसमा बुद्धकालीनमा एक किसिमको होइन अनि यो चाहिँ बुद्धकालीनमै यसरी मठ मन्दिरहरू अब बनाएको अब कुराहरू रहेको छ त्यो एउटा मठ मन्दिर स्थापना भयो तर सधैँको लागि त्यहाँ बस्दैन फेरि यसरी अब यात्रा विक्षेपण गर्नुभयो तर वर्षवास बसेर त्यसमै बस्ने क्रममा त्यो यसरी सिलसिला चढ्दा यसरी अब विभिन्न अब अनि त्यसरी फैलिँदै जाँदाखेरि पछि मठ मन्दिरमा अब सबैको लागि बस्ने यसरी प्रक्रियाहरू अब फैलिँदै गएपछि यसरी अब मठ मन्दिर स्थापना भयो त्यही कारणले विनय नियमहरू पुरा भएपछि सङ्घलाई अब एक ठाउँबाट अर्को ठाउँमा घुम्न आवश्यक पर्दैन तर एक ठाउँमा बसोबास गर्ने भिक्षु समुदाय बन्न सक्छ तिनीहरू भनी बताउँदछ त्यही कारणले यो विभिन्न यो विनयको विषयमा विभिन्न अब तर्क वितर्कलाई विभिन्न विषयहरू विमर्श कुराहरू उब्जे यसमा होइन त्यो विषय विनयको विषयमा अब एक ठाउँमै अब बसोबास कसरी गरे अब एक ठाउँमा हुनुको लागि कुन प्रक्रियाबाट यसरी अब यो कुराहरू अब पछि बढ्दै गयो भन्ने कुरामा अब विद्वानहरूले यसरी चर्चा गर्दै गयो अनि त्यही कारणले गर्दाखेरि यसको विषयमा फेरि अझ पनि अब अर्को अब यो यसलाई चाहिँ अब आनन्द आश्रम भने यसरी अब नाम दियो होइन त्यसै गरी विद्वानहरूले पनि अब फेरि अब माथि उल्लेख गरिएको जस्तै स्थानहरूसँग अस्थायी रूपमा बस्ने ठाउँहरू मात्र थिए र वर्षपछि तिनीहरूको अब मर्मत कार्यलाई निरन्तर दिएको पनि बताउँदछ अब एक अब त्यस्तै गरी अब त्यसपछि एउटा नाम के आयो त भन्दाखेरि एउटा मठ मन्दिरको नाम एउटा कुङ्गरवा अर्थात् यसलाई रमणीय एउटा स्थल भन्ने आयो
यसले एउटा के हो त केमोत्सव भने पनि यसले एक किसिम के हो त भन्दाखेरि निकुञ्ज भने पनि आयो अर्को चाहिँ के हो त बगैँचा भन्ने नाम दियो हैन यो चाहिँ एउटा बगैँचा जस्तो एउटा फुलबारी जस्तो एउटा हैन अब निकुञ्ज भन्ने एउटा के हो त एक किसिमको हरियाली जंगलहरू हैन अनि पावन चल्लिन एकदम तलाउहरू भएको त्यसलाई चाहिँ अब निकुञ्ज भनिन्छ त्यही कारणले अब अनि जुन त्यसरी अब एउटा आनन्द आश्रमहरू बनायो रमणीय स्थलहरू बनाउँदाखेरि त्यो चाहिँ अब वर्ष सकिसकेर फेरि भिक्षुहरू जानुभयो भिक्षा नगर लागि अनि फेरि एक किसिम के हो त अब पछि अब त्यो भिक्षुहरू बसेको ठाउँलाई चाहिँ अब फेरि त्यहाँ चाहिँ ध्यान गर्ने प्रवचन गर्ने गर्दाखेरि त्यो ठाउँको नामलाई चाहिँ के भने त भन्दाखेरि सङ्घरमा भन्ने नाम जुन वर्षवास गरी बनाएको अब त्यसलाई अब रमणीय स्थल त्यस्तो गरी अब यो निकुञ्ज बगैँचालाई चाहिँ सङ्घरमा भन्ने नाम दियो सङ्घरमा भन्ने नाम दियो अब त्यो पहिला चाहिँ के हो त एउटा बगैँचा एउटा निकुञ्ज थियो भने पछि गएर के हो त एउटा भिक्षुहरूले वास गर्ने भिक्षुहरूले ध्यान गर्ने एउटा भिक्षु सङ्घ एउटा वास गरेर एउटा तथ्यको कर्मलाई अब वृद्धि रूपमा ध्यान गर्ने फैलाउने एउटा भिक्षुको एउटा आसान एउटा वास भयो यो अब भारतवर्ष त्यसै गरी अब यसलाई जापानको गुरुहरूले यसलाई चाहिँ अब पहिलेदेखि यसलाई अब सङ्घरमा भन्ने नाम दिएको छ होइन अब चीन भाषामा झेलाङ भने यसरी अब उपयोग गरेको छ त्यसरी अब बताउनु भएको छ यो जापानी गुरुहरूले त्यस्तै गरी अब यो जापानको एउटा विद्वानको अनुसार बताउने हो भने बताउनु पर्दाखेरि अब यो चाहिँ के हो त भन्दाखेरि अब यो त्यो जुन ठाउँमा अब एउटा स्थान प्रदान गर्यो त्यो प्रदान गरेपछि अब भिक्षुहरूले चढायो जुन भिक्षुहरू फेरि भिक्षाटनको लागि बाहिर यात्रा गर्दाखेरि त्यो दानदाताले सर सफाई गरिदियो हैन त्यसले सर सफाई गरेर एक किसिमको अब त्यसमा परिक्रमा गर्ने यस्तो गर्यो पछि गएर यसरी हुँदा 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 अनि पछि गएर त्यो कालान्तरमा त्यो केमा बद्ल्यो भन्दाखेरि अनि भिक्षुहरू अब सङ्घहरू एक किसिमको के हो एक आपसमा त्यहाँ गएर ध्यानको विषयमा चर्चा गर्ने अब मनन गर्ने चिन्तन गर्ने श्रवण गर्ने ठाउँ बन्यो समाधि गर्ने एउटा ध्यान केन्द्र बनाएर गयो एक किसिमको के हो त सबै भेला हुने एक किसिमको अब विभिन्न त्यहाँ कार्यक्रमहरू विभिन्न यो धर्मको विभिन्न समारोह यसरी हुने एउटा स्थल हुँदै गयो पहिला थिएन त कालान्तर बिस्तारै त्यसरी नै एकदम बिस्तार नै समृद्धि हुँदै हुँदै फैलेर अब एकदम व्याप्त रूपमा यसरी अब अर्को ठाउँमा यसरी फैलेर गयो जुन मठ मन्दिर यसरी स्थापना भएको थियो त्यही कारणले अर्को मठ मन्दिरहरू एकदम निकै फैलेर गयो त्यही कारण त्यसलाई चाहिँ अब अभिधर्म कथा भन्ने अब त्यसलाई नाम पनि दियो त्यस्तै गरी अब न्यास आश्रय भन्ने नाम दियो पछि गएर त्यसलाई के भयो त उपाताशाला होइन उपाताशाला भन्ने त्यसलाई अनि अब फेरि अब सबै सङ्घहरू यसरी भेला हुँदाखेरि बस्ने ठाउँ नभए एकदम अब असिजिलो हुँदाखेरि अनि यसरी अब अनि उपाताशाला भनेर यसरी अब नाम दियो अब यसलाई भोट भाषामा अनुवाद गर्यो भने यसलाई दुखाङ भनिन्छ अर्थात् सबै भेला हुने ठाउँलाई अब उपाताशाला भनिन्छ अब यसलाई पाठशाला भयो अब पाठ भनेको चाहिँ एक किसिमको अब के हो त आफूले ध्यान गर्ने पठन गर्ने उप भनेको नजिक
अब जति पनि मान्छेहरूलाई चाहिँ नजिक ल्याउनको लागि एउटा पाठशाला बन्यो त्यसले उपाठशाला भनियो ta ko kampo ma juna ta sa che chile ta ko mas misela ke ma ta ko kindin du zen dugan ro chu sa ma chabi undu sane अब यो नयाँ निर्माण यसरी उपाठशाला उपाटन शाला यसरी बनाइसकेपछि बल्ल अब यो ठाउँ स्थल चाहिँ यो पवित्र स्थल चाहिँ भिक्षुहरू भिक्षुको सङ्घहरू भेला गरेर एउटा ध्यान समाधि फैलाउने ठाउँ हो भने सबैले एउटा हात देखाउने ठाउँ भयो त्यहाँदेखि बल्ल अब यो विहारहरू अब उत्पन्न हुने अब सिलसिला चल्यो अब मैले यसमा अब गुम्बा भनेर नाम दियो तर यसले चाहिँ पाली भाषामा लेना भन्दो रहेछ अब विभिन्न यसले चाहिँ एउटा गुम्बा भनिन्छ नि यसमा चाहिँ विभिन्न अब 5 वटा नाम दियो पहिला बिहारा भनिदियो चुलाखाङलाई त्यसरी घुमखाङ भनेर अब यसलाई चाहिँ अब अध्योगा भनिन्छ यसलाई त्यस्तै गरी अब अध्योगा अधायोगा भनिन्छ त्यसपछि गरी अब हामीले भगम भनेर हमिया भन्ने नाम दियो त्यस्तै गरी अब फुक्पालाई अब गुहा भन्ने अब गुफा भन्ने नाम दियो अब कसरी अब यो विभिन्न अब यो तल्ले तल्ले थपिएकोलाई यो बिहारा भन्ने नाम अब यसरी पूर्व गुरुहरूले अब बताएको छ विभिन्न अब यसमा अब यो पसादा भनेको छ यो पसादा भनेको चाहिँ के हो त भन्दाखेरि एक किसिमको यो राज परिवार अब स्वागत गर्ने ठाउँ एक किसिमको अब ध्यानलाई यो गर्ने ध्यानलाई विस्तार गर्ने ठाउँले भनिन्छ अब भगम भने चाहिँ के हो त लामो घर तर तल्ले तल्ले थपेको भगम भनिन्छ जुन चाहिँ कोठा 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 भएकोलाई अब फुक्पालाई चाहिँ अब भोट भाषामा फुक्पा भनिन्छ भने यसलाई चाहिँ गुफा भनिन्छ अब गुफा होइन कुनै order तर अहिले चाहिँ के हो त गुफा भन्दाखेरि चाहिँ अब प्राकृतिक रूपमा आफै बनिएको नभएर यसले चाहिँ के हो त मान्छेले बनाएको एउटा कृत्रिम बनावटी एउटा गुफालाई भनिन्छ फुक्पा भनेको अहिलेको चाहिँ त्यही कारणले यसले चाहिँ गुम्बाको 5 प्रकारको नामहरू दिएको छ बिहारा अयोध्या पसादा हमिया गुफा भन्ने नाम 5 वटा दिएको छ अब त्यही कारणले यसलाई अब अनि जुन अब गुफाको ठाउँमा गएर भिर पहरमा गएर गुफा खोपेर बनाएर अब त्यो भयो भने सधैँ नै बसिरहन्छ भन्ने यसरी विभिन्न अब भिक्षु सङ्घले यसरी बनाउँदै गए त्यहाँदेखि अब यो मठ मन्दिरहरू निर्माण गर्ने सुरुवात त्यहाँदेखि नै भयो त्यही कारणले गर्दाखेरि पहिलो यसरी अब यो बिहार निर्माण गर्नुको कारण उद्देश्य के थियो त भन्दाखेरि यो चाहिँ अब अनि यो बर्खाबास बस्दाखेरि अब सबै भेला हुनुको लागि यसरी अब त्यहाँ बसिन्थ्यो त्यो सिलसिला चाहिँ अब बढ्दै बढ्दै गएर पछि त्यसलाई अब ठाउँलाई अब ओगटेर त्यसलाई अब हेरचाह गरेर त्यहाँ मठ मन्दिर खरायो त्यहाँदेखि बिहार बनाउने अब यसरी अब सुरुवात भयो त्यो हुँदा हुँदै नाम के थियो भने पछि गएर सङ्घ बिहारा भन्ने अब सङ्घ भिक्षु सङ्घ बस्ने एउटा मठ एउटा मण्डप भनेर अब नाम दियो यसलाई सङ्घ बिहारा भने भयो अब अहिलेको हेर्ने हो भने त अब के हो त विभिन्न अब गुरुहरू बस्ने कोठा विभिन्न आफ्नै अब एउटा व्यक्तिगत कोठा हुन्छ तर त्यो बेला चाहिँ के हो त सबै सङ्घहरू एकै ठाउँमा बस्ने त्यस्तो थियो पहिला चाहिँ अब सामान्य एउटा के हो त बिहारा भन्ने अब उत्पन्न भयो निर्माण गर्यो अब पछि गएर त्यो सबै अब एकदम वरिष्ठ किसिम के हो त सिल पहिला लिएको भिक्षु र अब पदर बन्द गर्दाखेरि
उनीहरूको लागि चाहिँ एउटा व्यक्तिगत एउटा कोठा बनायो अनि सानो ठुलो बिहार बन्द गरेर त्यसलाई चाहिँ अब परिबेना भनी अब नाम दियो जुन व्यक्तिगत एउटा वरिष्ठ भिक्षुहरू बस्ने ठाउँलाई एउटा कोठा थपेर हुन्छ कि तल्ले थपेर हुन्छ कि बाहिरपट्टि बनाउनु त्यसलाई चाहिँ परिबेना भनेर नाम दियो नभए यसलाई एक किसिम के हो त भन्दा एकदम सुशीलता भएको भिक्षुहरू बस्ने ठाउँ नभए एकदम बनावट एकदम सही ढङ्गले बनाएकोलाई यसरी नाम दियो अब यो फुक्पा गुफा भनेको चाहिँ अब एक किसिमको मान्छेले नबनाएको हो मान्छेले बनाएको जुन अब प्राकृतिक रूपमा आफै बनावट यो अब प्रकोपले देवी यो प्रकोपले गर्दाखेरि विभिन्न अब भनौँ न प्राकृतिक रूपमा नबनेको जुन भएको ढुङ्गालाई चाहिँ मान्छेले खोपेर बनावट रूपमा बनाए कृत्रिम गुफालाई चाहिँ भनिन्छ अनि बुझिन्छ किनकि भन्दाखेरि अब ध्यान गर्दाखेरि अब त्यो भित्र अब जुन ओर्डरमा आफूले गुफा खोपेर हैन जुन अब दुलो खोपेर त्यो भित्र यसरी अब ध्यान गर्ने समाधिमा लिन हुने त्यस्तो चलन थियो त्यहाँदेखि नै अब यसरी अब यो फैल्यो त्यसो गरी विन्ध्याचार्य भन्छ हैन अब यो उत्तर दिशामा हुने विभिन्न यो भनौँ न अब विन्ध्याचल भन्ने एउटा अब भनौँ न भारतको अब उत्तर दिशामा हुने विन्ध्याचलमा ठाउँमा चाहिँ विभिन्न यो पर्वतहरूलाई यसरी खोपी खोपी लामो पर्वतहरूलाई यसरी खोपेर त्यहाँ मन्दिर बनाए ध्यान केन्द्र बनाएको छ अनि जुन अब एउटा भिरमा चाहिँ भिर खोपेर त्यसलाई चाहिँ अब के हो त भिरभित्र यसरी अब ओर्डर बनायो त्यो भित्र गुफा बनायो यसरी विभिन्न अब एउटा बिहारको स्वरूप निकाल्यो त्यसरी बनाउने प्रचलन आयो जुन चाहिँ अहिले यो विन्ध्याचार्य भन्ने ठाउँमा छ अहिले यसलाई चाहिँ रिभर भिक्षे भनिन्छ यसको यो चित्र म देखाउन चाहन्छु यो चाहिँ भारतमा भएको एउटा जुन तपाईले फोटो देख्नुहुन्छ दृश्य यो तस्बिर यो चाहिँ भारतमा हुने एउटा प्राचीन अनि बिहारको एउटा यो तस्बिर रहेको छ यो चाहिँ बुद्धकालीनको हो भन्ने एकदम गाह्रो छ अब यो चाहिँ पहिलो शताब्दीतिरको हुन सक्छ यो त्यस बेलाको यो अब यो हुन सकिन्छ त्यसको अब यो शिलाहरू हुन सक्छ त्यसको अब त्यस बेलाको मैले अघि यो गुफा भने नि यो अजिन्तरी फुक्पा भने हैन त्यहाँ अब त्यहाँको एकदम चलेको हो यो हैन अनि एलोरा फुक्पा हैन गुफाहरू यो चाहिँ अब भारतमा चल्यो एकदम अब मान्छेले बनाएको हो यो ध्यान केन्द्रको लागि बनाए भिक्षुहरूले अब भारतको नि एउटा त्यहाँको अब हस्तकला हैन त्यहाँको मान्छे एकदम विद्वान भएकोले यसरी गुम्बा जसरी नै यसरी अब यो गुफालाई अब बनायो जुन अब भिरलाई यसरी अब तोडेर बनवाटको दिनमा यसरी अब बिहार बनायो अनि यसरी नै अब सुरुवात हुँदा यो गुम्बाहरू बनाउनु मठ मन्दिर बनाउनु बिहार बनाउनु फेरि पनि एउटा संक्षिप्त बताउनु पर्दाखेरि अब एउटा जापानको एउटा उमदा ग्योगी भनेर के बताएको छ भन्नुभएको छ भन्दाखेरि संघ अब भनौँ न एउटा संघको मुख्य अब यो 상계가 중요해요, 그렇지? 아니 다는 남긴 게랑데 조, 아니 사자 가서 가르치지. 아니
अनि बुद्धको अनि बुद्ध कालमा यसरी विभिन्न अब के भन्नुभएको छ भने बुद्ध अब को नेतृत्व गरिएको एक अब भनौँ न एउटा समूह थियो भिक्षुहरू सामान्यमा घुमफिर कतै जाने र त्यहाँ बस्ने गर्थे त्यसैले त्यहाँ अब कति सदस्यहरू थिए र तिनीहरूको अब स्थान निश्चित थिएन हैन तिनीहरू मध्ये अब आफ्नो अवस्था आफै जाँच्ने र त्यही अनुसार आफ्नो जीविका उपार्जन र ध्यान आफैले गर्नु पर्थ्यो अनि त्यो अब आफै अब यसरी जीविका चलाउनु पर्ने हुँदाखेरि अब अनि यो गुम्बाभित्र बिहारभित्र कतिजना भिक्षु छ भन्दाखेरि भन्नु सक्छ किनकि आफूसँग छाडेर आफू यसरी छाडेर हिँड्दाखेरि कुन ठाउँमा कतिजना छ भनेर थाहै पनि हुँदैन अब यो स्थानमा चाहिँ ध्यान गर्नुको लागि अब भिक्षुहरू कति छ होला भनेर अब सोध्यो भने त्यहाँ अनुमान गर्न सकिँदैन किनकि कोही ठाउँमा अब गन्ती ज्यादा हुन्छ कोही ठाउँमा थोरै हुन्छ त्यही कारणले गर्दाखेरि यस्तो यसलाई चाहिँ हामीले यति नै छ भने बताउन चाहिँ अब सकिएको छैन र सकिँदैन पनि र अनि यसलाई चाहिँ अब अनि हामीले यस्तो गऱ्यो भने कस्तो होला भने यसरी नै छलफल गर्दा गर्दा यसरी अब आयो अब विनयको सिल यही हुनुपर्छ भन्ने सबै भेला भएर यसरी अब एक ठाउँमा चाहिँ गर्न सकेको छैन अब बुद्धको चेला अब मङ्गलपुत्र श्यारीपुत्र अब त्यस्तै गरी अब यो कश्यप होइन बुद्धले के आदेश दिनुभयो भन्दाखेरि अब तिमीहरू अब श्यारीपुत्र मङ्गलयाना अब त्यस्तै गरी अब महाकश्यप अन्य महान शिष्यहरूले ठुलो समूहलाई व्यवहारमा मार्गदर्शन गर्न थाल्नुभयो हैन यसरी मार्गदर्शन गर यो एकदम अब म एकजनाले भ्याउँदैन धेरै नै अब भिक्षुहरू हुनुहुन्छ एकदम ग्रामीण क्षेत्रको हुनुहुन्छ आफ्नो ठाउँमा गएर आफूले मार्गदर्शन गर्न आज्ञा दिनुभयो बुद्धले अनि तिनीहरूले आफ्नै अब भिक्षु समुदाय बनाउँदै जाँदै सम्पूर्ण सङ्घको लागि अब एक ठाउँमा बसेर एउटै सभामा भेला हुने भएन किन अब श्यारीपुत्र मङ्गलपुत्र त्यसै गरी महाकश्यपलाई यसरी हजार गरी विभिन्न अनेकन अब गन्ती अब अनि गिन्ती यसरी चेलाहरू वृद्धि हुँदै बढ्दै जाने अब बढोत्तरी हुँदै गयो अनि एकदम धेरै बढ्दै गयो यसरी बढिँदै गयो अनि यसरी बढ्दै जाने क्रममा कालान्तर अब श्यारीपुत्रको अब चेला हो भने कोही अब पूर्व दिशामा कोही पश्चिम दिशामा कोही उत्तर यसरी विभिन्न त्यस्तै गरी महाकश्यप मङ्गलपुत्रको नि यसरी धेरै चारौँ दिशामा फैलिएर बसेको हुँदाखेरि अब फैलेको हुँदाखेरि कति हो कतिवटा थाहा त भने सबै भेला गर्दाखेरि अब यसरी अब अनि उनीहरूले पनि अनुमान गर्न नसक्छ यतिजना छ भनेर अब यसरी धेरै फैलेको थियो अनि एकै ठाउँमा भेला हुन चाहिँ सकेको छैन त्यो समूह चाहिँ एकदम धेरै मान्छेको संख्या धेरै बढ्दै गएर अब यो धेरै समूह भइसकेपछि त्यो अब समूहलाई अब एउटा अब राम्रो बाटोमा लानुको लागि एउटा नियम चाहिन्छ हैन त्यही कारणले त्यस्तो अब समूहले एउटा नियम चाहिएको हुँदाखेरि अनि सबैजना भेला भएर त्यसको लागि नियम एउटा एकदम सुशीलता राम्रो अनुशासन हुनु जरुरी रहेछ भन्ने यसरी अब छलफल र विचार विमर्श हैन समीक्षा हुन थाल्यो यसरी हुँदा पछि अनि यसरी यो अनुशासन विनयको अनुशासन यसरी अनि बनाउनको लागि विभिन्न विद्वानहरू समूहहरू दलहरू भेला हुँदा यसरी अब अनि यसरी अब यो विनयको शीलता अनुशासनहरू अनि एकीकरण गर्यो यसरी नियम बनायो अनि त्यसको लागि चाहिँ अब कर्मकाण्ड भनिन्छ अब हैन लेगी छोगा अब कर्म विधि अब यसरी एक आपसमा भेला हुने शीलको विषयमा अब यसरी मनन गर्ने चिन्तन गर्ने श्रवण गर्ने त्यसको विषयमा बताउने व्याख्या गर्ने त्यसलाई चाहिँ अब कर्मविधि भनिन्छ अनि त्यहाँदेखि चाहिँ बिस्तारै
भिक्षुको लागि अनुशासन एकदम एकदम अत्यन्त यसलाई चाहिँ महत्त्वपूर्ण रहेछ भन्ने यसरी अब कर्मको विधिहरू फैलिँदै गयो अब यसरी चेलाहरू धेरै फैलिन जाँदाखेरि बुद्ध परिनिर्वाण हुने बेलामा पनि अब बुद्धको चेलाहरू चाहिँ अब त्यो परिनिर्वाणको बेलामा बुद्धको अस्तु धातुको अब जुन अब उहाँको अब परिनिर्वाण हुने समयमा त्यहाँ अब उपस्थित हुन सकेको थिएन त्यही कारणले गर्दाखेरि अब यो भनौँ न एक किसिमको बुद्ध परिनिर्वाणमा जाँदाखेरि पनि अन्य क्षेत्रका धेरै सङ्घ सदस्यहरू बुद्धको दाह संस्कारमा आउन सकेको थिएन त्यस समयमा त्यहाँ धेरै बौद्ध भिक्षुहरू थिए तर यस्तो देखिन्छ कि त्यहाँ वास्तविक सङ्ख्या थाहा पाउन कुनै तरिका पनि थिएन एकदम गाह्रो थियो र एउटा विद्वानले भन्नुहुन्छ कि जबनको मैले अहिलेसम्मको के सिकेको छु भने बुद्धत्व प्राप्त गरेको 1 वा 2 वर्षभित्रमा सङ्घको सङ्ख्या लगभग 11,250 हाराहारीमा थियो त्यसपछि धेरै मानिसहरू सङ्घमा प्रवेश गरिरहे तिनीहरूको निश्चित गणना यति हो भने छैन मलाई लाग्छ 1500 देखि 2000 को बीचमा हुनुपर्छ भने यसरी बताएको छ अब यो सङ्घको वर्गीकरण विषयमा बताउन गइरहेको छु सङ्घको भागहरू अब यो मठ मन्दिर कसरी स्थापना भयो भने मैले बताइसकेँ अब सङ्घको वर्गीकरण बताउनु पर्दाखेरि त्यसको अब भागहरू बताउनु पर्दाखेरि अब लुङ देशी आगम हैन यो आगम वर्गको यो अनि यो सूत्रभित्र के बताएको छ त भन्दाखेरि अब 6 वटा महान अब तार्किक हिन्दूको गुरुहरू थियो हैन उहाँहरू अनि उहाँहरू अब किसिमको पछि गएर उहाँ भिक्षु हुनुभयो उहाँ पहिल्यै उहाँहरूलाई धेरै नै अब अनि गिन्ती अब चेलाहरू भएको हुँदाखेरि अनि अब जस्तो कि अब यो हामीले टेम्बा ढुक भनिन्छ यसलाई बुद्धिक टेम्बा ढुक भनिन्छ तार्किकको अब 6 प्रकारको अब 6 जना एउटा ग्रुपहरू छ हैन त्यहाँ चाहिँ अब जस्तो कि अब विभिन्न अब समूहमा हिँड्ने हैन अब गुरुहरू हुनुहुन्थ्यो आफ्नै अब सङ्घहरू थियो दलहरू थियो हैन एकदम धेरै नै एकदम यो चेला ज्यादा भएकोले त्यो गुरुहरू पनि एकदम के हो त एकदम सबैले अब उहाँहरूलाई प्रशंसा गरे प्रख्यात भएको थियो हैन यो सुशीलता एउटा शील राम्रो एउटा चरित्र राम्रो भएको त्यस्तो हुँदाखेरि अब उहाँहरू चाहिँ एउटा हिन्दूको एउटा तर्कीको एउटा मार्गदर्शक थियो त्यो बेला उहाँ अनि उहाँहरूलाई चाहिँ एउटा विशेष एउटा सिद्धान्तको एउटा मार्गदर्शक थियो हैन अब उहाँहरू चाहिँ एक किसिमको विगृहस्थी नभएर यो अनि 3 जना चाहिँ यो समागिन त्यस्तै गरी अब घनचर्या गाना भन्ने एक किसिम के हो त यसरी अब अनि जुन धर्मलाई चाहिँ अब शुद्ध पार्ने विशुद्ध पार्ने अनि मार्गमा जाने एउटा प्रवेश गर्ने एउटा सङ्घ भएकोले उहाँहरूसँग धेरै अब गाना भन्ने अब नाम दियो किन गाना भन्ने एउटा ग्रुपलाई जान्छ जस्तो कि अब एउटा दल भने जस्तै त्यस्तो हुँदाखेरि अब उहाँहरूलाई चाहिँ धेरै नै भिक्षु भएको हुँदाखेरि पछि गएर बुद्ध कालमा उहाँ चाहिँ अब अनि भिक्षु हुनुभयो त्यसरी हुँदाखेरि कसैले यो 3 जनामा चाहिँ अब के हो त कसैले अब विभिन्न यो
राजतन्त्रको विभिन्न अब के हो त अब मान्छेहरू पनि त्यो विभिन्न कुराहरू उहाँसँग छ्यासमिस थियो हैन त्यही कारणले गर्दाखेरि उहाँ धेरै नै अब चेलाको एउटा महान गुरुहरू मार्गदर्शक हुनुहुँदाखेरि अनि जे भए तापनि यसले के जनाउँछ त भन्दाखेरि एउटा गणना भनेको चाहिँ विभिन्न एउटा ग्रुपलाई समूहलाई भेलालाई बताएको हुँदाखेरि त्यस्तो अब यो मार्गदर्शक गुरुहरू थियो आखिरमा यो संगीना भने अब विभिन्न यो तर्कीको छाप्रको गुरुमा तीनटा गुरुहरू चाहिँ उहाँ चाहिँ अब जस्तो ठाउँमा पनि जानुहुने उहाँहरू एकै ठाउँमा नबस्ने होइन विभिन्न उहाँसँग सङ्घ थियो समूह थियो उहाँसँग धेरै भएको कारणले गर्दाखेरि अनि अब उहाँहरू पनि यो किसिमको अब के हो त बाहिरको एउटा सिद्धान्तको मार्गदर्शक थियो त्यो बेला बुद्धकालीनमा अब बुद्धको भिक्षुहरू के भनिन्छ भन्दाखेरि अब शाक्य पुत्र अब शाक्य पुत्रीय धर्म भनिन्थ्यो नभए यसलाई अब शाक्य पुत्रीय किसिमको के हो त धार्मिकता भनौँ न त्यसरी अब जुन अब तर्की हिन्दू अब वर्गहरूले यसरी बताउनुहुन्छ जुन चाहिँ शाक्य मुनिको एउटा छोराहरू जुन चाहिँ अब धर्मको मार्गमा लागिरहेको हो एउटा यसरी अब भन्ने चलन थियो त्यो कालीनमा अब के हो त भन्दाखेरि अब अनि यसरी अनि जुन सङ्घ भन्ने कुरा आएको छ यहाँ सङ्घ भने भिक्षु बुद्धिस्टमा मात्रै नभएर त्यो बेला अब विभिन्न तार्किक हिन्दुज्ममा पनि पहिला एउटा समूह थियो सङ्घ भन्ने थियो त्यो बेला होइन आध्यात्मिक सङ्घ थियो त्यसै गरी विभिन्न सङ्घहरू थियो सङ्घको दलहरू थियो त्यो बेला होइन अब पहिला बुद्धको धर्म चाहिँ पहिले नै यो सङ्घ हो सङ्घ ग्रुप यो हो समूह यो छ भने पहिले नै आएको छैन बौद्ध धर्म बिस्तारै बुद्धले फैलाउँदै गएपछि भिक्षु हुँदै त्यो भिक्षुको सङ्घ बन्यो त्यहाँदेखि बल्ल अनि बुद्धिस्ट एउटा म बुद्धिस्ट हो अनि मेरो शासन मेरो सिद्धान्त त्यहाँदेखि बल्ल भएर आयो पहिला अब हिन्दू बुद्धिस्ट भने पहिला केही थिएन पहिला जुन बुद्धले सुरुवात गरिसकेपछि मात्रै त्यहाँदेखि अब के हो त जुन एउटा नाममा आयो अनि त्यसपछि गएर अब यो बुद्धले बौद्ध धर्म फैलाइसकेपछि नाम के दिनुभयो त सामयिक बुद्ध नाम दियो शाक्यमुनि गौतम बुद्धलाई त्यसले के जनाउँछ भन्दाखेरि आफूले जे प्राप्त गरे आफूले जस्तो ध्यान गरे त्यही ध्यान अरूलाई जस्तो छ त्यस्तै अनि अरूलाई प्रदान गर्न सक्ने एउटा आध्यात्मिक महान एउटा मुक्त पुरुष त्यसलाई बुद्ध पुरुषलाई नै अब सामयिक बुद्ध भनिन्छ अब बुद्धले पनि त्यही गर्नुभयो आफूले प्राप्त गरेको यो दुःख आर्य सत्य लगायत विभिन्न यो चार आर्य सत्यको ज्ञानहरू बोधहरू चाहिँ अब अरूलाई बाँड्ने अरूलाई अब प्रदान गर्ने उहाँको एउटा चाहना थियो त्यही नै बुद्धले आफ्नो चेलालाई त्यही नै प्रदान गर्नुभयो त्यही नै गर्नुपर्दा सिकाउनु भयो त्यो सिकाउने क्रममा यसरी नै भिक्षुहरूको सङ्घहरू दलहरू फैलिँदै गयो त्यही कारणले अनि यो हिन्दू यो बुद्धिस्टहरूले छुटाउनुको लागि एकदम उद्देश्य विदेश त्यो होइन उहाँको उद्देश्य के हो त भन्दा सबैमा सत्यताको ज्ञान बताउनु पर्ने आफूले जे बोध गरेको छ सत्यता ज्ञान त्यो अरूलाई दिलाउनु पर्ने त्यही नै उहाँको उद्देश्य थियो अनि बुद्धले के भन्नुभयो त भन्दाखेरि यदि भविष्यमा म नभएको बेलामा म परिनिर्वाण भएको बेलामा चाहिँ अब अनि
अब कुनमा अब शरण लिने भन्दाखेरि धर्मको शरण लिने हैन धर्मको सर्व जानुपर्दछ बुद्धले बताउनु भएको छ अनि नबी अनि बुद्धिस्टको मुख्य अब शिर के हो म पछि पश्चात अब बुद्ध धर्म फैलाउनको लागि मुख्य अब यो भनौँ उत्तरदायी चाहिँ यो हो भन्ने यसरी बुद्धले आदेश दिनु भएन मुख्य धर्मलाई आदेश दिनुभयो अब 30 मिनट अब विश्राम राख्न चाहन्छु ta di ji ya la ane kin dun ga la kin du chup se go la shu bin da chup se samar ba ta kin du de sa de यो अब चाहिँ संघको समुदाय र अर्थात 6 समुदाय र 7 समुदायको विषयमा बताउन चाहन्छु अब यो संघ अब 6 प्रकारको संघ समूह कसरी भयो भने यसको विषयमा बताउनु पर्दाखेरि यसको अब पहिले चाहिँ के छ त भन्दाखेरि अब यो अनि पहिला चाहिँ अब 6 समुदायको पहिलो चाहिँ भिक्षु शब्दले अब पुकारिन्छ अब त्यसपछि चाहिँ अब भविष्यमा चाहिँ उसलाई चाहिँ के हो त अनि भिक्षु भिक्षुनीहरू त्यसै गरी अब श्रमऋणी त्यस्तै गरी अब शिक्षामाण लगायत विभिन्न यसरी अब फैलिँदै गएको छ अब यो शिक्षामाण भने के हो त भन्दाखेरि अब यो श्रमऋण जुन अब गेसुलमा भइसकेपछि श्रमऋण भइसकेपछि अब भिक्षुनीको अब शिला लिनु अब लिने हो कि लिनु मिल्छ कि मिल्दैन भन्ने यसरी अब त्यसको विषयमा मैले लिनु सक्छ कि सक्दैन भन्ने यसरी अब यो केही वर्ष अब यो अनि अभ्यास गर्ने शिलालाई चाहिँ अब यो शिक्षामाण भनिन्छ अब यो संघ भनेको चाहिँ अब एउटा कि त भिक्षु एउटा भिक्षुनी संघलाई बुझ्नु पर्दछ अब सबै शिलाले सम्पूर्ण भएको चाहिँ अब यो भिक्षु र भिक्षुनी भएको हो त्यही कारणले अब स्त्रीको रूपमा हेर्यो भने भिक्षुनी हो भिक्षुनी पर्दछ पुरुषको रूपमा हेर्यो भने भिक्षु पर्दछ यो सबै अब शिला सम्पन्न भएको अब यो भिक्षु संघ हो यसलाई अब एक के हो त भन्दाखेरि अब 5 प्रकारको अब संघको समूह भनिन्छ पालीमा यसलाई अब यसलाई संघ भनेको एउटा अब के हो त यसलाई फरक हिसाबमा बुझ्ने हिसाबले बताउनु पर्दाखेरि 7 वर्गमा मिलाउन मिल्दछ यो संघलाई चाहिँ एक किसिमको यसको नामहरू अलिकति यसमा त्रुटि रहेछ त्रुटि आएछ यसलाई म अलिकति सुधार्दैछु अब संघको अब 7 समुदाय भन्ने के हो त भन्दाखेरि फराकिलो पर्दाखेरि 7 समुदायहरू छ संघको अघि पहिला बताए त्यही नै हो अनि यो 5 प्रकारको अब संघ अब त्यसो 5 किसिमको अब संघको समूह थियो त्यो माथि अब 2 के थप्यो भन्दाखेरि अब उपसार उपसिका थप्यो अब उपसिका भने केलाई भनिन्छ भन्दाखेरि अब अनि शरण गमनको शिला लिएको अब समूह लिएको
विशेष गरी अब यो के हो त अष्टाङ्ग शिला अष्टाङ्ग शिलालाई पालना गर्नेले चाहिँ अब एक किसिमको उपासक र उपासिका भनिन्छ पाँच प्रकारको पञ्चशिला पञ्चशिलालाई पालना गर्नेलाई अब यो उपासक उपासिका भनिन्छ अब एक दिन मात्रै अब फेरि शिलाले पालना गर्नेले चाहिँ अब यिनै पनि भनिन्छ यसो अब यसलाई अब त्यही अब उपासक नै एक किसिमको यो त्यसले चाहिँ के हो त अष्टशिला र अब पालना गर्ने भनिन्छ किन त भन्दाखेरि अब यदि यो पाँच उपदेश भएका मानिसहरू जसले स्थायी रूपमा सुगन्ध मालाहरू इत्यादि लगाउन छोड्न अतिरिक्त उपदेशहरू पनि लिएका थिए उच्च सिटमा नबस्ने उनीहरूलाई उपवास भनिन्थ्यो बाहिरी सामान्य गृहस्थी हो भने अब माला अब एकदम आभूषणले हिँड्ने होइन गाना गाउने त्यस्तो अब रोकथाम गरिएको छ रोक्क गरिएको छ होइन जताततै अब ततै गर्नु नपाउने त्यस्तै हिसाबले अब एउटा अष्टाङ्ग शिलाहरू पनि अब यसरी बुद्धले बताउनु भएको छ जे भए पनि आफ्नो अब शिलालाई अब एक किसिम के हो त शुद्धिकरण गर्नको लागि हो अलिकति यसबारे अलिकति विस्तारमा गर्नुपर्दा अब तिब्बती परम्परा अनुसार यसले आदरणीय सामान्य अब अभ्यासकर्ताहरू वा यसलाई चाहिँ अब घुमी घेङ्गिन भनिन्छ घुमी घेङ्गिन भने के हो त भन्दाखेरि यसलाई अब यो घुमी घेङ्गिन भने चाहिँ यसलाई अभ्याकारी अब भारतको एउटा विद्वान अभ्याकारी ऋषि के उहाँको अब मुनि विचारको एउटा आभूषण भन्ने एउटा किताब छ त्यो भित्र के लेखेको छ भनेदेखि पूजनीय शिला भनेको जीवनभर सोझौं प्रतिज्ञा मात्र लिनु हो भनेको छ किसिमको अब त्यहाँ के भनेको छ त भन्दाखेरि अब यो जीवनको लागि यो एक जीवनको लागि अब यसरी अब शिला आफूले पालना गर्नु चाहिँ अब यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि अब यो पोषदको अब शिला अब यो एक जीवनमा आफूले पालना गर्ने चाहिँ घोमी धम्बा हो अर्थात् घोमीको एउटा यो शिला हो भने यसरी भनेको छ यो चाहिँ उपदेश हो भने यसरी बताउनु भएको छ त्यस्तै गरी अब लामा धुर्जे डेम्बाको टिप्पणीमा उहाँले उल्लेख गर्नुहुन्छ कि एक जीवनभरको लागि 8 व्रतको व्रत लिनु भनेको अनि पूज्य साधनाको व्रत लिनु हो भने त्यस्तै गरी अब आचार्य दस्तुर सेना पनि यस्तै व्याख्या गर्छन् दिवंकर श्री ज्ञान अतिशाले पनि सर्वस्तिवाद विद्यालयमा अब परम सामान्य अभ्यासी नभएको तर महासङ्घिक विद्यालयमा पुण्य श्री लामा धुर्जे डेम्बा रहेको यसरी बताउनु भएको छ यो घोमी भनेको चाहिँ के हो त भिक्षु हो भनेको छ यसमा भिक्षु हो व्रत बस्ने व्रतहरू स्थिर भाकल भए तापनि ती व्रतलाई दृढपूर्वक पालना गर्ने कारकको रूपमा भिक्षु शैलीको लुगा लगाउँछन् त्यसलाई अब घोमी भनिन्छ 인균이 고개니 뭐지 이나 둘로디니 에네 다 잡에 둘로 그래서 말বে रबजुंग 둘로 그래서네 대여래 त्यही कारणले चाहिँ के हो त घोमी भनेको चाहिँ किसिम के हो त आफू लामाको नाम मात्रै दियो लामा भन्ने लामाको जुन भिक्षुको एउटा वस्त्र ओढ्यो तर उसको शिला चाहिँ के हो त भन्दाखेरि किसिमको यो गृहस्थी हो तर पनि उसको यो शिला चाहिँ के हो त भन्दा स्थिरता भएको हुँदाखेरि उसको सबै अङ्गहरू अब एक किसिमको के हो त अनि यो भिक्षुसँग अब तालमेल खाने हुँदाखेरि अब उसलाई चाहिँ घोमी भन्ने नाम दिएको हो भने यसरी अब लामो धुर्जे डेम्बा अब श्री ज्ञान दिवंकरले अब यसरी बताउनु भएको छ त्यही कारणले घोमी घेङ्गिन अब घोमी उपासक भन्ने के हो त एकदम उपासक विशेष उपासकले बुझ्नुपर्छ छ धेरै ज्ञानले परिपक्व भएको
총주들 대비미나 탐지위원회 룰이야 된지 요마는 시나 회신 대회 룰 된지 요라지 त्यही कारणले यो यहाँ भनेको छ कि अब यो अनि यो सर्वतिवासमा छैन तर यो समुद्र सङ्घमा चाहिँ यसरी लेखिएको छ भने बताएको छ यसमा अब यो सङ्घको समूह भने मैले अब बताइसकेँ त्यही कारणले यो 7 प्रकारको सङ्घ चाहिँ मैले बताइसकेँ भिक्षु भिक्षुनी अब भिक्षुमा अब त्यसै गरी अब यो शरणमृणी उपासक उपासिका हैन शिक्षामाण भने यसरी बताए त्यही कारणले अब पुरुष वर्गको सङ्घलाई अब भिक्षु भिक्षुको सङ्घ भन्नु स्त्री वर्गको अब भिक्षुनीलाई अब वर्गलाई अब के हो त भिक्षुनी सङ्घ भन्यो अब यसरी यसमा के नाम दियो त भन्दाखेरि अब यसमा प्रति अब मुक्त भएको अब ज्ञान प्राप्त भएकोलाई चाहिँ अब नाम राखिएको छ अब पहिलालाई चाहिँ प्राप्त भएकोलाई चाहिँ अब पूजनीय शरणीय अब सङ्घ भन्यो अब होइन सकिय सङ्घ भन्यो अरू नाम मात्र दिएकोले चाहिँ के हो त समुतीय सङ्घ भने यसरी बताएको छ आखिरमा के हो त भन्दाखेरि अब भिक्षु किन भन्ने भिक्षुनी किन भनियो भन्दाखेरि आफ्नै अब व्यक्तिगत एउटा शिला भिक्षुनीको अब शिला आफूले पालना गरेकोले भिक्षुनी भनिदियो भिक्षुको शिला उसले पालना गरेकोले उसलाई भिक्षु भन्यो होइन अब सङ्घमा दुई प्रकारको फेरि अर्को एउटा दुई प्रकार यो तिब्बतीय परम्परा अनुसार अब यो बुद्ध वचनभित्र लेखिएको छ अब प्रत्यक्ष भन्नु समुख्य सङ्घ अर्को चाहिँ अब तादृश्य सङ्घ भने यसरी दुई प्रकारको सङ्घ छुट्याएको छ यसलाई चाहिँ अब जापानी विद्वान अकिरा हिराकावाले अनुसार के बताउनु भएको छ भन्दाखेरि उहाँ चाहिँ खस्नु भइसकेको छ तर पनि बौद्ध धर्ममा धेरै अब उहाँले अब अनुसन्धान गर्ने हो उहाँले यो संस्कृत भाषा पाली भाषा त्यस्तै गरी अब यो अनि तिब्बतियन भाषा बौद्ध भाषामा अत्यन्त उहाँ पोख्त हुनुहुन्थ्यो विशेष गरी उहाँले लेख्नु भएको अब यो अब धर्मको अब पद्धतिहरू हैन अनि भारतवर्षमा फैलिएको बौद्ध धर्म उत्थान कसरी भयो भने उहाँले अब लेखिएको छ अकिरा हिराकावाले यस्तो विद्वान हो उहाँले के लेख्नु भएको छ भन्दाखेरि अब उहाँले अब भारतको भाषा होइन संस्कृत पाली होइन तिब्बतन भाषा धेरै अब पोख्त भएकोले उहाँले अब विशेष गरी पाली भाषा उहाँले प्रयोग गर्नुहुन्थ्यो अब उहाँले चाहिँ अब अहिले प्रत्यक्ष रूपमा दिएको समूह सङ्घ कस्तोले भनेको त भन्दाखेरि वर्तमानमा रहेको सङ्घ हो भने यसले बताएको छ यदि 4 वा बढी भिक्षुहरू एउटै स्थानमा भेला भए तिनीहरूलाई स्थानीय सङ्घ भनिन्छ भने यसले बताएको छ आखिरमा उहाँले अकिरा हिराकावाले के भन्नुभयो भन्दाखेरि एकै ठाउँमा एक किसिमको 4 जना भिक्षुहरू त्यसमा अब भेला भएको छ भने त्यहाँ अब एक किसिमको के हो त भन्दाखेरि अनि समुख्य सङ्घ भने अब समूह उभिरहेको देखिरहेको प्रत्यक्ष रूपमा खडिएको यसलाई सङ्घ भने हिराकावाले यसरी बताउनु भयो त्यही कारणले अब एकजनाले समूह सङ्घ भनिँदैन धेरै अब मान्छेको जमात कुनै थुप्रोले भनिन्छ त्यही कारणले सङ्घ भनेको चाहिँ 1 जना 2 जना 3 जना भेला भएकोलाई सङ्घ भनिँदैन 4 जना अब यसरी भिक्षु अब भेला भएको त्यसलाई चाहिँ सङ्घ भने यसरी नाम दिन्छ
अब 3 जना भेला भएर हुँदैन अनिवार्य 4 जना भेला हुनै पर्यो 4 जना भेला भएको समूहलाई चाहिँ संघ भन्दछ त्यही कारणले यो 4 जना चाहिँ अनिवार्य पुग्नु पर्दछ यो संघ भने यो एउटा नाम पाउनुको लागि अर्थात् यो संघ हुनुको लागि 4 जना व्यक्ति त्यहाँ उभिनु पर्यो अर्थात् भिक्षु हुनु पर्यो त्यहाँ अब एउटा के हो त यो चाहिँ एउटा सीमा हुनु पर्यो एउटा अब संघ पुग्नुको लागि सीमा हुनु पर्यो जस्तै उदाहरणको लागि हैन अब कुन गुम्बाको लामो हो भने अब हामीले सोच्छौँ नि पहिला हैन तर पहिला हो भने अब पहिला अब प्रारम्भिक अब बौद्धकालीनमा हेर्ने हो भने बुद्धकालीनमा हेर्ने भने हैन अब संघको समूह भने हैन कहाँदेखि आउनुभयो कुन समूहदेखि होला भनेर सोध्यो आजभोलि अब एक किसिमको कुन गुम्बाको लामो होला भनेर सोच्छौँ जस्तै कि उदाहरणको लागि हैन अनि तेगर गुम्बा भएको 2 जना भिक्षु त्यसै गरी अब बुद्ध गएको परिषदमा भएको अब कुनै भिक्षुहरू त्यस्तै गरी अब त्यसको उता उता अब एउटा कुनै सीमाको छेउछाउमा भएको नि अब संघर्ष अब भिक्षुहरू छ भने पनि हैन त्यसै गरी अब जुन बुद्ध गएर तेगर गुम्बाको बीचमा भएको एउटा बीचमा भएको भागलाई अब के हो त सीमा भनिन्छ त्यही कारणले अब कुनै बाहिर जो तेगर गुम्बाको सीमाबाट आएको बाहिरबाट आएको भिक्षुहरू छ भने अब तेगर गुम्बा प्रवेश गर्यो भने उदाहरणको लागि अनि के हो त जुन तेगर गुम्बा भएको अब भिक्षुहरूको अब शिलाले पालना गर्नु पर्यो हैन त्यही कारणले जुन भित्र एउटा गुम्बामा प्रवेश गर्यो त्यो शिलाले पालना गर्नु पर्यो त्यो कर्म विधिमा आफूले अपनाउनु पर्यो यसलाई चाहिँ कर्मविधि भने चाहिँ अब संक्षेपमा भन्दाखेरि सबै भिक्षुहरू भेला हुनेलाई भन्दछ संघको बैठक सञ्चालन गर्ने तरिकालाई कर्म अनुष्ठान भनिन्छ र सभाको अध्यक्षलाई कर्मको गुरु भनिन्छ अब कर्मचार्य भनिन्छ यो अब भनौँ न जुन यो कर्मको विधि अब के हो त अपनाउने गर्नु लगाउने मुख्य वरिष्ठ मुख्य अब एउटा व्यक्तिलाई चाहिँ अब कर्मचार्य भनिन्छ त्यो गर्नुको लागि के हो त भन्दाखेरि अब सबै भिक्षुत्वभित्र भेला हुनु पर्यो हैन त्यही कारणले जुन जुन ठाउँमा यो समीक्षा जुन जुन ठाउँमा भेला जुन ठाउँमा छलफल गर्दैछ त्यो बेला आफ्नो अब समूहमा रहेको बुद्ध गए भएको भिक्षुहरू बुद्ध गएमै तेगरमा तेगरकै भिक्षुहरू यसरी भेला भएर त्यसरी अब कर्म विधिको विषयमा अब गर्नु पर्यो समीक्षा गर्नु पर्यो त्यही कारणले एउटा सीमाभित्र भएको जति भएको भिक्षु सबै भेला हुनु पर्यो त्यो भेला हुने कामलाई चाहिँ कर्म विधि भनिन्छ यो चाहिँ अब पोषण गर्ने बेलामा अनिवार्य अब यो के भन्छ किसिमको भेला हुनु पर्यो विशेष गरी यो निश्चित रूपमा महत्त्वपूर्ण जमघटहरू जस्तै पोषण अनि वर्षावास हैन अनि भण्डारहरूको नियुक्ति इत्यादिको लागि आवश्यकता गरिन्छ त्यही कारणले यो अब हामीले सम्पन्न अब भनौँ न एक किसिमको उपसम्पन्नको यो विधि गर्नुको बेला अब के हो त 10 जना भिक्षुको अब भेला हुनु पर्यो त्यहाँ जस्तै कि अब उपाध्याय हैन कर्मचार्य हैन गोप्यचार्य विभिन्न अब यो विभिन्न 3 प्रकारको आचार्यहरू हैन त्यसै गरी अब त्यसको लागि साक्षीको लागि 5 जना भन अब मान्छे 5 जना अथवा 7 जना भित्र अलि साधना गरे यसरी अब विभिन्न अब यो अब
भिक्षुको अब समूहहरू प्रदान गर्नु पर्यो 다 기시 개론지래야 항매 동안 주면 있나 가르쳐 오르스나 예버도 개론 니주다 맞죠 개론 니주다 अब त्यस्तै गरी अब के हो त भन्दाखेरि अब त जस्तो कि अब कुनै अब भनौँ न यदि भिक्षुलाई कुनै अब एउटा आपत्ति अर्थात् कुनै अब आपत्ति लगाएको विभिन्न एउटा शेष भनौँ न अलिकति आफूलाई जुन आफूलाई अब गल्ती भएको थियो अब आफूले पतन भएको छ त्यो चाहिँ भएको छ भने त्यसले पाप देशना गर्नुको लागि चाहिँ अनिवार्य 20 जना भिक्षु चाहिँ भेला हुनैपर्छ भएर मात्रै अनि सोचौं उपस्थित गर्नु पर्दछ भन्ने चाहिँ बताएको छ अनि सबै भेला गर्नु पर्दैन हैन 20 जना भए पुग्छ भन्ने यसरी पनि बताएको छ विभिन्न अब यो छलफल गर्दा बेला यसरी अब एउटा सीमा बनाएर हैन त्यो भित्र चाहिँ अब त्यो कालमा चाहिँ एउटा भनौँ न एउटा सीमा बनाएर हैन जुन पाप देशनाहरू गर्नु लागि अब जुन शिलादेखि भ्रष्ट भएको छ अर्थात् शिलादेखि अलिकति पतन भएको छ भने त्यसलाई शुद्धिकरण गर्नुको लागि त्यसलाई अब विमलता गराउनको लागि चाहिँ 20 जना भिक्षु अनिवार्य जुटाउनु पर्दछ भेला गराउनु पर्दछ अनि पाप देशना गरेर मात्रै त्यो आफूले शिलबाट भ्रष्ट भएको चाहिँ शुद्धिकरण र अनि सुशीलता हुन सकिन्छ भने यसरी बताएको छ त्यही कारणले अब अघि मैले बताए चाहिँ फेरि पनि यो समुख्य सङ्घको विषयमा बताउनु पर्दाखेरि यसलाई एकीकरणमा भन्नु पर्दाखेरि एउटा स्वतन्त्र भएको एउटा भिक्षुले सङ्घलाई बुझिन्छ जस्तै कि अब कसरी अब स्वतन्त्र भन्दा जस्तै कि स्वतन्त्र अब तेगर गुम्बामा हुने भिक्षु तेगरकै लागि स्वतन्त्र भयो हैन अब बुद्धगयामा हुने अब किसिमको बुद्धगयाको परिषदमा हुने अब छेउमा हुने भिक्षु तेगै स्वतन्त्र भयो त्यस्तै किसिमको यो समुख्य सङ्घ भनेको चाहिँ के हो त एउटा स्वतन्त्रता सङ्घलाई बुझ्दछ अब के हो त यो चाहिँ यो विनयसँग सम्बन्धित हैन त्यसको नियम अनुसार अब के हो त उहाँले अब नियम बनाउन सकिन्छ त्यस्तो अब उहाँलाई अब एउटा आधार एउटा पावर रहेको छ उहाँहरूलाई अब जस्तो कि यो समुख्य सङ्घ भनेको जुन अब विनयमा अब नियमहरू दूषित भएको छ भने नियमलाई अब के हो त राम्रो अब त्यसलाई शुद्धिकरण गर्नको लागि नयाँ नियमहरू हैन त्यस्तै गरी अब विभिन्न अब वर्षावास गर्नु पर्यो भने अब उहाँले चाहिँ स्वतन्त्र रूपमा यसरी अब वर्षावास गराउन सक्ने उहाँसँग क्षमता र उहाँसँग अधिकार हुँदछ त्यसलाई नै अब समुख्य सङ्घ भनिन्छ अब उहाँले के जुन अब सबै भिक्षुहरूलाई चढाएको विभिन्न अब खाद्य वस्तुहरू पनि उहाँहरूले अरूलाई दिनु सक्ने र आफूले अब ग्रहण पनि गर्नु सक्ने त्यस्तो उहाँहरूलाई के हो त भन्दाखेरि अब अधिकार रहेको छ समुख्य सङ्घलाई अब सामान्य भन्नुपर्दाखेरि यो गुम्बामा भएको लामा जस्तै अब यही प्रकारको अब के हो त अनि उहाँ चाहिँ किसिमको स्वतन्त्र भनिन्छ त्यस्तोलाई चाहिँ समुख्य सङ्घ भनेको चाहिँ अब दोस्रो के हो त भन्दाखेरि अब dire. Dai ne am, quando tu vedi che di sui che per dunjim yorwaki. Sangem. अब यो समुख्य सङ्घलाई पनि एउटा के हो त विनयको एउटा अनुशासन छ बुद्धले बनाउनु भएको शासन छ बुद्धले बताउनु भएको अब यो
विनयलाई चाहिँ अब सङ्घ समुखीय सङ्घले अब त्यसलाई चाहिँ के हो त बदल्नु पाइँदैन यो बुद्धले बदल्नु भएको चाहिँ भएको छैन अब यसलाई चाहिँ बदल्नु पर्छ त्यसै पाइँदैन त्यस्तै गरी अनि फेरि जुन बुद्ध गएको आश्रय भएको भिक्षुहरू मिलेर फेरि यो विनयको अनुशासन अलिकति भएन यसलाई चाहिँ अब अलिकति यसलाई सुधारौँ यसलाई चाहिँ अलिकति अर्कै बनाउँ त्यसो पाइँदैन त्यसै गरी अर्कै सीमा भएको भिक्षुहरू विभिन्न अन्य ठाउँ भएको भिक्षुहरू सबै भेला भएर पनि जुन सङ्घ समुखीय सङ्घ सबै एकजुट भएर यसरी बुद्धले बताउनु भएको बाहेक त्यहाँ बुद्धले बताउनु भएको एउटा सीमालाई पार गरेर अर्को नयाँ यसरी विनयको अनुशासन चाहिँ अब बनाउन पाइँदैन किन भन्दाखेरि अब उहाँहरूले अब सबै अब जुन अब गुम्बामा चढाएको भिक्षुहरूलाई चढाएको विभिन्न अब खाद्य वस्तुहरू उहाँहरूले अरूलाई दिनु मिल्छ तर बेच्नु मिल्दैन त्यस्तै कि अब जति पनि अब विनय अनुशासन भए तापनि बुद्धले बताएको त्यहाँदेखि सीमादेखि पार गर्नु हुँदैन किनकि यो समुखीय सङ्घ पनि बुद्धले बताउनु भएकै यो विनयको अनुशासन भित्र नै परेको हुँदाखेरि जुन त्यसलाई चाहिँ उल्लङ्घन गर्नु मिल्दैन त्यसमा बिग्रेको खण्डमा त्यसलाई शुद्धिकरण गर्ने त्यसलाई एक किसिमको अब अलिकति दोष त्रुटिहरू भएको मान्छेले अब आरोप लागेको बेलामा त्यसलाई चाहिँ सम्हाल्नु पर्ने त्यस्तो चाहिँ मिल्छ त्यो कारणले गर्दाखेरि अब यो त्यस्तो अघि नियम थियो अब समुखीय अब यो सङ्घ भने अब दोस्रो कस्तो अब सङ्घ हो त भन्दाखेरि अब दोस्रो अब 4 दिशा सङ्घ भनिन्छ अब 4 दिशा सङ्घ भनेको चाहिँ के हो त भन्दाखेरि सङ्घको एउटा भेला समूह जमातलाई नै अनि बुझिन्छ यो चाहिँ के हो त भन्दाखेरि अब अघि यो समुखीय सङ्घ भनेको त व्यक्ति हो व्यक्ति त एउटा खटाएको यो फलाना भनेर बुझिन्छ अहिले यो 4 दिशा सङ्घ भनेको चाहिँ एउटा विशेषता फलाना भन्ने बुझिँदैन सबैलाई बुझिन्छ यो एउटा सबै ग्रुप भएको जस्तो कि जतै गुम्बाको भिक्षु भए पनि अब ग्रुप छ भने उनीहरू सबैलाई के भयो त नाम छुटेका त्यसलाई चाहिँ 4 दिशा सङ्घ भने अनि उनीलाई चाहिँ अब 4 दिशा सङ्घ भनेको चाहिँ अब होइन अहिले भए पनि भविष्य 3 कालमा भए तापनि छुटिए तापनि होइन जस्तै स्थानमा जस्तै देशमा भए तापनि उनीहरू चाहिँ के हो त सबै समुखीय अनि समुखीय यसलाई चाहिँ 4 दिशा सङ्घ भनिन्छ होइन उनीहरूलाई अब स्थानमा हेर्ने भने उसलाई सीमै छ नि अब भिक्षु चाहिँ यो संसारमा यो मनुष्य लोक मात्रै नभएर होइन यो मनुष्य लोकदेखि बाहिर होइन अर्थात् यो सबै तिनै धातुमा छरिएको सबै भिक्षुहरू जति भएको जति पनि छ नि त्यसलाई सबै अब के हो त 4 दिशा सङ्घ भनिन्छ होइन समय देश परिस्थिति नछुटिकन जति पनि अब त्रिकालको अनन्तमय संसारमा ढाकिएको भिक्षुहरू सबै अब यो भिक्षुको समूह गणलाई चाहिँ 4 दिशामा ढाकिएको 4 दिशा सङ्घ भनिन्छ अब यो जुन अब विनय अनुशासन भन्दा पनि ठुलो के हो त भन्दाखेरि यो हो सङ्घ रहेको छ होइन किन त भन्दाखेरि सङ्घको लागि नै अब यो विनय अनुशासन मान्छे चाहिँ अब विनयको अनुशासनको लागि बनाएको होइन विनय अनुशासन चाहिँ के हो त भन्दाखेरि मान्छेको लागि बनाएको भन्दाखेरि अब अनि यो 4 दिशा सङ्घ चाहिँ यो विनय अनुशासन भन्दा पनि महत्त्वपूर्ण उत्कृष्ट रहेको छ
किन त भन्दाखेरि फेरि यो चार दिशे अब यो सङ्घहरूले चाहिँ यो विनय अनुशासनलाई चाहिँ फेरि यसलाई चाहिँ अब परिवर्तन गर्नु सक्ने भनिन्छ होइन तर यो चाहिँ के हो त गाह्रो होइन एउटा व्यक्तिगत एउटा फलानु सङ्घ भनेको छैन यसलाई सबै सङ्घलाई सबै संसारमा छरिएको सङ्घलाई बुझिन्छ त्यही कारणले गर्दाखेरि अनि यो विनयको अनुशासन भन्दा पनि होइन यो विनय शासन भन्दा पनि महत्त्वपूर्ण चाहिँ चाहे सङ्घ नै उत्कृष्ट र सर्वश्रेष्ठ मानिन्छ किन भन्दाखेरि सबै संसारमा ढाकिएको सबै सङ्घहरू बुझिन्छ अब चाहिँ भिक्षुनी सङ्घको विषयमा अब के बताउन चाहन्छु मैले अघि भिक्षु सङ्घको विषयमा धेरै बताएँ अब बुद्धकालीनमा अब यसरी स्त्रीलाई अब भिक्षुनी बनाउन त्यति बुद्धले चासो राख्नु भएन होइन त्यति अब राखिएन बुद्धले तर पनि के हो त भने कालान्तर यसरी अनि जुन बुद्धलाई अब सानैदेखि अब रेखदेख गर्ने होइन बाल्यकालमा हुर्काउनु भएको चाहिँ को त प्रजापति थियो एउटा सानी आमा प्रजापतिले उहाँलाई हुर्काउनु पायो अब एउटा चाहिँ के हो त मायादेवी हो एउटा चाहिँ अब प्रजापति हो अब मायादेवी चाहिँ के हो त भन्दाखेरि अब बुद्ध जन्मिनु भएर एक हप्तामै उहाँ खस्नुभयो होइन उहाँ खस्नु भइसकेपछि अब बुद्धलाई अब रेखदेख गर्ने हुर्काउनु एकजना स्त्री त चाहियो होइन उसको लागि हुर्काउनुलाई को आउनु भयो त भन्दाखेरि अब सानी आमा प्रजापति आउनुभयो सानी आमाको रूपमा प्रजापति आउनुभयो अनि सानी आमाले यसरी पहिलाको हुर्काउनु भएको हुँदाखेरि अनि उहाँले बारम्बार अनि बुद्धको ठाउँमा आएर अनि अनुरोध गर्नुभयो अनि जस्तै कि उहाँले साथी आनन्दलाई दिनुभयो होइन हामीले भिक्षु अब प्रजापतिले भन्नुभयो हामीले पनि एक किसिमको भिक्षुनीको एउटा शील प्रदान गर्नुहोस् हामी मुक्त हुन चाहन्छौँ यसको समर्थनमा अब एक किसिम के हो त आनन्द आउनुभयो अनि यसरी उहाँको अब सानोदेखि हुर्काउने हुँदाखेरि उहाँलाई अब यसरी रद्द गर्न सक्नु भएन त्यहाँदेखि नै त्यति बेला मात्र बुद्धले सहमति जनाउनु भयो एकै समय उहाँले सङ्घमा प्रवेश गर्न चाहने महिलाहरूको लागि 8 सहायक नियमहरू बनाउनु भयो तिनीहरूले 8 अनि 8 वटा एकदम ओजनदार एउटा शिलाहरू बनाउनु भयो त्यो के हो त भन्दाखेरि अब अनि अष्टधर्महरू भएको छ अब पहिलो चाहिँ के हो त भन्दाखेरि जस्तो कि पहिलो नियम के रहनु भयो त भन्दाखेरि भिक्षुनीहरूको बन्नको लागि चाहिँ यदि बन्नै हुन्छ 8 नियम के हो नियममा पहिलो नियम चाहिँ 100 वर्ष पुगेको भिक्षुनीले जस्तो कि अब अनि 100 वर्ष पुगे भिक्षुनी भए तापनि नयाँ भिक्षुहरूलाई चाहिँ अब श्रद्धा भक्ति आदर गर्नै पर्छ भोग गर्नै पर्छ त्यही कारणले गर्दाखेरि अब अरूबाट आएको भनौँ न अनि जति अब बाहिरबाट आएको अब भिक्षु जनहरू छ होइन तल्लोमाथि तल्लो तलको वरिष्ठ कान्छो जे भए तापनि उनीहरू सबैले भिक्षुनी ढोग्नु पर्छ भन्ने भन्नुभयो दोस्रो चाहिँ के हो त भन्दाखेरि होइन भिक्षुनीहरूले नजिकै भिक्षुहरू नभएको ठाउँमा वर्षवास गर्न अनि एक किसिम के हो त अनि यो भिक्षु भएको ठाउँमा चाहिँ अब यहाँ बर्खावास बस्नु पाइँदैन भिक्षुनी बस्नुपर्छ भनेर भन्नुभयो दोस्रोमा तेस्रोमा चाहिँ के हो त भन्दाखेरि 15 दिनमा चाहिँ अब भिक्षुनीहरूले अब उपवास गर्नुपर्छ जुन चाहिँ अब प्रति मौजा सूत्र पढ्नको लागि एकजना जसरी भयो भने भिक्षुलाई आमन्त्रण गर्नुपर्छ भनेर बताउनु भयो त्यही कारणले अब यो प्रवारणा गर्नको लागि दुवै भिक्षुनीहरू चाहिँ अनि कर्मको भिक्षु कर्म विधिको पाठ गर्नुपर्छ भने 4औं नम्बरमा राख्नु भयो नियम 5औं नम्बरमा चाहिँ के हो त भन्दाखेरि अनि जति पनि अब एक किसिमको के हो त शील लिँदाखेरि चाहिँ अनि भिक्षुलाई जसरी भए पनि अनि सत्कार गर्नुपर्छ भिक्षु बाहेक पनि भिक्षुको नभइकन त्यतिकै आफूले अब शीलहरू कुनै खण्डमा लिनु पाइँदैन भनेर यसरी बुद्धले अब अनि
यसरी अब चार नम्बरमा यसरी नियम राख्नुभयो अनि पाँचौं नम्बरमा चाहिँ के हो त भन्दाखेरि यसरी अब भिक्षुहरूलाई यसरी अब खण्डन गर्नु पाइँदैन गल्तीहरू कोट्याउनु पाइँदैन भन्नुभयो त्यसै गरी अब 6औं नम्बरमा चाहिँ विभिन्न अब के हो त जति पनि शिलाहरू चाहिँ भिक्षुबाट ल्याउनु पर्छ भन्नु 7औं नम्बरमा चाहिँ भिक्षुहरूको विभिन्न पतन भएको आपत्तिहरू चाहिँ अब यसरी एकअर्कासँग भन्नु पाइँदैन फैलाउनु पाइँदैन 7औं नम्बरमा यसरी नियम राख्यो 8औं नम्बरमा चाहिँ अनि यदि कुनै 7औं नम्बरमा चाहिँ अब के हो त भन्दाखेरि अब यदि कुनै भिक्षुनीले अब जुन आफूलाई शेष अब आपत्ति परेको छ भने त्यो चाहिँ अब पतन भएको छ भने त्यो चाहिँ दुवै अब सङ्घको अगाडि यसरी पाप देशना गर्नुपर्छ भनेर यसरी बुद्धले बताउनु अनि यो चाहिँ अब भिक्षुनीको मुख्य अब सीलको अब मुख्य अब सील राखिएको छ यो अब यो विनय अनुशासनमा चाहिँ भिक्षुनीहरूले यो जसरी नै पालन गर्नुपर्छ तर पनि यो चाहिँ सीलको मुख्य होइन भन्ने यसरी नै अब मुख्य चाहिँ होइन भनिएको छ तर यो जसरी नै पालन गर्नै पर्ने भन्ने यसरी अब बताइएको छ यसरी अब भनौँ न एउटा चीनको एउटा विद्वान भनौँ न हुन् कि अब उहाँले अब यो ओजनदार 8 प्रकारको शिक्षा भन्ने यसरी उहाँले अब लेख्नु भएको रहेछ बुद्धको अब यो विनयमा हेरेर हैन उहाँले अब विभिन्न कुराहरू उहाँले उल्लेख गर्नुभएको छ उहाँले के गर्नुभएको छ त भन्दाखेरि त्यसमा चाहिँ यो चीनको एउटा हुन् भने गुरुले चाहिँ यो चाहिँ बुद्धको अनि यो चाहिँ बुद्धले दिनुभएको हो कि होइन भने यसमा अनुसन्धान गर्न जारी छ भनेर बताउनु भएको छ कारण किन त भन्दाखेरि विशेष गरी बुद्धले यो विनयको विषय बारेमा त्यसलाई शिरमा राखेर त्यहाँदेखि विभिन्न अब यसको नियमहरू राख्नुभयो विभिन्न परम्परा राख्नुभयो परम्परासँग अनि मेल नभएको प्रतिकूल भएको कुराहरू त्यस्तै गरी अब विभिन्न अब यसमा चाहिँ अब यो गर्नु हुँदैन भने विभिन्न कुराहरू त्यसमा अब खण्डन गर्दै गर्दै गएर अनि यसरी अब गर्नु हुने नहुने कुराहरू यसरी विभिन्न अब त्यहाँ लेख्ने क्रममा अब तरिका भन्दा फरक छ जुन घटनामा आधारित छ कि यद्यपि यो सम्भव छ कि तिनीहरूको लागि आधार बुद्धको जीवनकालमा भएको थियो बुद्धको जीवनकालमा महिलाहरू बाहिर निस्किए पनि कश्यप र आनन्द आदि झगडा भएको हुनाले परम्परावादी कठोर भिक्षुहरूको सुझावमा उनीहरू बनाइएको हुन सक्छ कि भने पनि यसरी भन्छ अब इङ्सुनको यो चाहिँ अब उहाँको एउटा डाउट भनौँ न एक किसिमको एउटा उहाँको शङ्का हो यस्तो हो कि होइन भन्ने यसरी अब भनेको छ होइन यो चाहिँ बुद्धले बनाएको भन्दा पनि एक किसिमको उहाँको चेलाहरूले यसरी विभिन्न घटनाहरू घटेको क्रममा त्यो घटनालाई यहाँलाई अनि यस्तो गर्नु हुँदैन भनेर बनाएको हो कि भनेर इङ्सुनको एउटा उहाँको अब उहाँको एउटा भनाइ छ एउटा यसमा यो सानो कथा जोड्न चाहन्छु एक समयमा बुद्धजी एउटा सर्वस्तीमा बस्नु सर्वस्तीमा यो अनाथ पिण्ड त्यागको अब यो बगैँचामा बस्नुभयो त्यो बेलामा बुद्धको चेला एकदम ठुलो अब महाकश्यप भन्ने थियो त्यो बेला अब एक किसिमको अनि त्यो अनि यो कश्यप चाहिँ यसरी अब आनन्द भूमगमा भन्ने एउटा अब जुन अब यो महाकश्यपको भेट अब बाटोमा जमघट भेट्यो यसरी अब भिक्षाटनको जाने बेलामा
दुवैजना भनौँ न अब अनि भिक्षु भिक्षुनी भएकोले होइन के हो त अनि एउटै समयमा के हो त भिक्षु अब यो भिक्षा पत्र बोकेर चिवर ग्रहण गरेर यसरी जाने बेला एउटै समय पर्यो भूमकर्म भनेको चाहिँ अब कदापि अब कश्यपलाई चाहिँ मन नपराउँथ्यो अनि त्यो भिक्षुनाले अनि महाकश्यपलाई के भयो भने यो मूर्ख चाहिँ यो मूर्ख त आएछ भनेर यसरी अब अनि अनि मूर्खता भन्दाखेरि होइन अनि मूर्खता आएछ भने यसरी भिक्षुनाले भन्दाखेरि अब अनि उहाँको सोच मैले यसलाई आज नराम्रो सोच मैले पारेँ यसलाई अलिकता बेखुसी पारे भनेर बनाए भनेर यसरी सोच्नु भएछ अनि एक समयमा फेरि यसरी अनि एउटा घरमा अनि भिक्षा माग्नु जाँदाखेरि एउटा गृहस्थीको अनि एउटा लुगा मुनि छुपेर भिक्षुनी बस्नु भएछ त्यो बेला अनि कश्यप आएर अनि त्यो खक्कर यसरी बजाउँदा अनि मलाई भिक्षा दिनु भने यसरी भनेछ अनि भूमकरले चाहिँ अनि अनि त्यो बेला त्यही भूमकर्म भन्ने भिक्षुनीले चाहिँ त्यो कश्यप आएको बेलामा अब त्यो लुगाभित्र लुकेर त्यही गृहस्थी जस्तै अनि भएछ भन्दाखेरि त्यही बेला के भन्नुभयो भन्दाखेरि तपाईँ जानुहोस् हामीले भिक्षा दिनुको लागि केही पनि छैन भनेर यसरी भन्नुभयो फेरि महाकश्यप अर्को घरमा गयो फेरि अर्को घरमा जाँदाखेरि फेरि भिक्षुनीले फेरि अर्को घरमा गएको फेरि लुगा मुनि त्यस्तै भन्नुभयो आज अनि हामीले भोजन अब तयार गरेको छैन तपाईलाई अब यसरी अब भिक्षु अब भनौँ न एक किसिमको अब भोजन दान गर्नु सकेन भने यसरी त्यो भिक्षुनीले लुकेर भन्दा अनि त्यो दिन कश्यपलाई के हो त यो भिक्षै लागेन उहाँलाई भिक्षा पाएन अनि जहाँ जाँदाखेरि पनि अब भोजन छैन मात्र भन्दाखेरि जता जाँदाखेरि पनि उसलाई अब अनि यसरी के होला भने एउटा उहाँ चाहिँ अरहत भएको हुन नाताले अर्को सबै कुरा मनको कुरा छर्लङ्ग देख्नुहुन्छ अनि यसरी उहाँले समाधिमा अब लिन भएर यस्तो हेर्दाखेरि चाहिँ यो चाहिँ अब यो त भूमकर्म भन्ने एउटा भिक्षुनीले गरेको रहेछ गृहस्थीले गरेको होइन रहेछ भन्ने यसरी अनि थाहा भएपछि अनि प्रत्यक्ष रूपमा अनि त्यो बेला अनि महाकश्यपले भिक्षुनीले भन्नुभएछ हे बहिनी भनेर एक किसिमको त्यो बेला के भन्नुभयो भन्दाखेरि त्यो बेला चाहिँ अब के भन्नुभयो भने कश्यपले बिचारा तिमीलाई केही गल्ती छैन यो सबै यताउता गर्ने अनि आनन्द हो आनन्द सबै यताउता गर्ने तल माथि सबै बिग्ने आनन्द हो होइन किनकि भिक्षुनीले शील प्रदान गर्नु लाउने अनुरोध गर्ने आनन्द हो अनि त्यही कारणले गर्दाखेरि आखिरमा संक्षेप बदल्नु पर्दाखेरि यदि तिमीलाई आनन्दले भिक्षुनी नबनाएको भए तिमीलाई म यसरी हुँदैन हुन्थ्यो यसरी विभिन्न अब मनमुटाव नहुन्थ्यो भने यसरी अनि बताउनु भयो त्यही यो इतिहास हेर्दाखेरि अनि बुद्धले के बताउनु भयो भन्दाखेरि भिक्षु यो भिक्षाटन जाने बाटोमा कतै अब त्यो जाने ठाउँमा चाहिँ भिक्षुनीहरू त्यही ठाउँमा नि भिक्षाटनको लागि जानु पाइँदैन अनि भिक्षा माग्नुको लागि जानु पाइँदैन भने यसरी बुद्धले नियम बनाउनु
अनि भूमि तरफ छुंचु करे जे इंसान दिरिन क्यो नि बरुली 강에 요한디 그래서 샤바레스 들지 손도와 त्यही कारणले अनि अघि एउटा कुरा आयो त्यही कारणले अनि यसमा विभिन्न अब दुःख हामी बीचमा मनमुण्ड भएपछि आनन्दले गर्दा हो भन्ने यसरी एउटा कुरा आयो अब त्यही भिक्षुनी फेरि आफ्नो चेलीहरूलाई यसरी अब भूम कर्मले अब प्रवचन गर्ने बेलामा त्यो बेला फेरि महाकश्यप आउनु भयो महाकश्यप आउने बित्तिकै भिक्षुनीहरू सबै उठ्नु भयो होइन उहाँको चेलीहरू सबै उठ्नु भयो तर पनि भूम कर्म भन्ने एउटा भिक्षुनी चाहिँ अब होइन उहाँ अब पछाडिको अब पिठ्यौँ भनौँ न एक किसिमको पछाडि अब नौचालिकन होइन त्यत्तिकै मुनि बसिरहनु भयो बसिरहनु भयो अनि भन्नुभएछ अरे अनि उहाँको चेलीहरूले भन्नुभएछ कि भूम कर्मले के भन्नुभयो भन्दाखेरि अनि हेर भूम कर्म भिक्षुनीज्यू होइन यो कश्यप भन्ने चाहिँ एउटा महान भगवान र मनुष्यले यो पूजन गर्ने एउटा स्थान रहेको छ हामी सबै उठे तपाईँ नउठ्नु कारण के हो भनेर सोद्धाखेरि होइन भन्दाखेरि भूम कर्म के भन्नुभयो भन्दाखेरि ऊ केही एउटा सामान्य मान्छे हो होइन होइन सामान्य मान्छे हो सामान्य मान्छेले अब किन अब एक किसिमको अब सामान्य मान्छेले म किन उठ्नु पर्यो भनेर भूम कर्म भन्नुभयो किन भन्दाखेरि उसले र मैले सिकेँ एउटै किताब हो त्रिपिटकै हो सबै नै एउटै हो त्यही कारणले गर्दाखेरि अनि किन उठ्नु पर्यो भनेर भूम कर्मले भन्नु अनि यसरी बदल्ने क्रममा अनि बुद्धले फेरि पनि अनि दोस्रोमा के नियम गर्नुभयो भन्दाखेरि त्यही कारणले भिक्षुहरू आउने बित्तिकै भिक्षुहरू उठ्नुपर्छ है भन्ने यसरी अब एउटा नियम राख्नुभयो एक समय फेरि सर्वस्तीमा फेरि हो अनि कश्यप अब महाकश्यपजी यसरी तीव्र व्रत ग्रहण गरेर अनि भिक्षा पत्र लिएर अब भिक्षा पत्र लिएर अब जानुभयो भिक्षा गर्नको लागि अब यसरी खोला बढिरहेको क्रममा चाहिँ अब एकदम अनि पुल तरेर जानुभएछ अनि खोला धेरै ठुलो बढेको बेला चाहिँ अब होइन यो मूर्खता धेरै खोला तर्दै रहेछ यो पुलमा तर्दै रहेछ भनेर एक किसिमको अनि हत्त नपत्त त्यो अनि भूम कर्मले त्यो पुललाई हल्लाइदियो जुन कश्यप जाँदाखेरि कश्यप चाहिँ त्यो अब त्यो भूम कर्मले हल्लाइदिँदाखेरि पुलदेखि महाकश्यपमा खस्नु भयो अनि सबै भिज्यो लुथुक्क भिज्नु भयो पानीमा डुब्नु भयो Singmos ta kyoran dizu samalo da kyoran la khamindus mije kuje sama so denge kunga wo kores अनि फेरि त्यो बेला अनि महाकश्यप रिसाउनु भएन अनि फेरि भूम कर्मले भन्नुभएछ हे बहिनी हैन हे बहिनी तिमीलाई केही गल्ती छैन तिमीलाई केही अब दोष छैन यो सबै दोष यताउता तल माथि बिगरे सबै आनन्द नै हो भने यसरी अनि आनन्दलाई भन्नुभएछ अनि यदि आनन्दले भिक्षुनीको स्त्रीलाई प्रदान गरेन यसरी भिक्षुनीहरू बनाउन यसरी लिएन भने अनि तिमीहरूमा मन मुटुक नहुन्थ्यो अनि मन मुटुक नहुँदथ्यो भनेर यसरी कुरा आयो त्यही कारण त्यसको बेलामा अनि फेरि बुद्धले के गर्नुभयो भन्दाखेरि अनि भिक्षु पुल पार गर्दा भिक्षुनी पुल पार गर्नु हुँदैन यसरी नाम अब कथा आयो त्यही कारणले यो भन्दा धेरै अब गहिरो अब अनि कथाहरू छ त्यस्तै गरी अर्को फेरि अब धेरै अब जुन अब टोयलेट धेरै फोहोर मैला भएको जुन चाहिँ अब
त्यस्तो भएको ठाउँ हुत्याइदिएको कुराहरू पनि त जुन भूमिकर्मले कश्यपलाई त्यही कारणले अब यो महाकश्यपलाई चाहिँ भिक्षुनीहरू धेरै दुःख दिनुभएको थियो त्यही कारणले नि अनि सबै गर्ने आनन्द नै हो भन्ने यसरी अब बताउनु भयो हैन कुराहरू अनि यसको अब विस्तारमा चाहिँ म पछि अब बताउनै जानेछु अनि बुद्धको वचन अब संकलन गर्ने क्रममा पहिलो अब वचन क्रममा अब विभिन्न कुराहरू आएको थियो त्यसमा चाहिँ के हो भन्दाखेरि अनि त्यही बेला चाहिँ यो आनन्दलाई अब यसरी अब एउटा कानुन भनौँ न अब दिएको थियो होइन यो विभिन्न भिक्षुनीहरूलाई भिक्षु मान्छे स्त्रीहरूलाई भिक्षुनी बनाउने विभिन्न अब तिमी नै हो भन्ने यसरी अब विभिन्न उसलाई अब दण्डहरू पनि दण्डहरूको कुरा पनि बताएको थियो त्यो बेला दण्ड पनि दिएको थियो भन्ने कुरा बताइन्छ त्यही कारणले गर्दाखेरि अनि यो चाहिँ विभिन्न यसरी अब इतिहासहरू जोडिएको यो अहिले विनयको अब अनुशासनको विषयमा आउँदाखेरि यो मैले यो इतिहास जोडेँ मैले अब यो विनयको नियमहरू कसरी विकसित भयो भने यसको बारे बताउनु पर्दाखेरि यसमा केही अब जापानी विद्वानहरूको अब भनेको छन् कि उहाँले ब्रह्मण जालको सूत्रमा अब जुन 4 आगमहरूको एक भाग अब लुङ देशी भनिन्छ हैन त्यो चाहिँ अब विनयको एकदम अब महत्त्वपूर्ण एउटा सूत्र मानिन्छ विनय अनुशासनको लागि अब 4 प्रभु अब यो 4 प्रकारको भनौँ न अब आगमहरू रहेको छ जुन चाहिँ अब विनय सूत्रको त्यो चाहिँ अब भाग भागमा अनुवाद गरेको छ टिबे अब भोट भाषामा चाहिँ भोट लिपिमा अनि जापानको विद्वानले बताउनु पर्दाखेरि अनुसार बताउनु पर्दाखेरि अनि ब्राह्मणको जाल सूत्रमा के बताएको छ त भन्दाखेरि त्यो भित्र चाहिँ मध्यम ठुलो मध्यम र अनेक किसिमको निम्न तहको अनुशासनहरू छन् भनेको छ त्यसै गरी अनि आध्यात्मिक मार्ग नतिजाको सूत्र भने त्यसमा पनि अब 4 आगमहरूको अर्को खण्डमा मिला राखिएको छ त्यही कारणले दुवैको सूत्रलाई अनुसन्धान गर्दाखेरि अनि शिलामा 3 प्रकारको शिलाहरू छ भनेको छ हैन एउटा महान एउटा मध्यमकाले एउटा अलिक तल्लो तहको हो भन्ने बताएको छ यसलाई चाहिँ छुल्टिनुलाई चाहिँ अब संस्कृतमा शिला भनिन्छ अब शिला भनेको चाहिँ के हो त यसको अब यसलाई के बुझिन्छ त भन्दाखेरि अब अनुशासन समग्रता सिद्ध त्यसै गरी अब यसलाई चाहिँ अब के भनिन्छ भन्दाखेरि एउटा प्रकृति चरित्र बानी अभ्यासले बुझिन्छ त्यसैले यसले राम्रो बानीहरू विकास गर्ने र सद्गुणको अभ्यासले बुझ्न सकिन्छ त्यसैले यसले राम्रो बानीहरू विकास गर्ने र सद्गुणको अभ्यासको विकास गर्ने अर्थमा समावेश गर्दछ त्यही कारणले गर्दाखेरि तसर्थ पूर्ण अनुशासन भनेको अनुशासनलाई उल्लङ्घन गर्ने सबै व्यवहार त्याग्नु नै अनि अनुशासन हो तसर्थ अनुशासन भनेको तपाईलाई त्यो गर्नु हुँदैन भन्ने आदेश दिएको होइन यसको सट्टा यो तपाईको आफ्नै आशा र इच्छा हो कि आफूले नै विकास गर्नु हो हैन यो मैले गर्नु हुँदैन हो यो मेरोको लागि बेफाइदा हुन्छ यो गर्ने मेरो लागि फाइदा हुन्छ बेफाइदा हुन्छ छुटेर आफैले लिनुलाई नै एक किसिमको शिला भनिन्छ र अरूले यो गर्नु हुँदैन भन्ने आदेशले भनिँदैन कम अनुशासन अब 3 प्रकारको मैले अनुशासन छ भने नि अब कम निम्न तहको अनुशासन कसले भनिन्छ शिला कसले भनिन्छ भन्दाखेरि
भनेको ज्यान लिने नदिने कुरा लिने अशुद्ध आचरण र झुट बोल्ने त्याग्नुलाई नै चाहिँ अब अनुशासन हो जस्तो कि अब हत्या गर्नु त्याग्नु हैन झुटो बोल्नु व्यभिचार गर्नु त्याग्नु त्यसै गरी विभिन्न अब लागु पदार्थ नशाहरू खानु त्याग्नु त्यो चाहिँ अब निम्नताको तल्लो तहको अब शिला हो यो यो किन राखिएको त भन्दाखेरि विनय भनेको चाहिँ सिकेको छ कि 8हरू यसमा अङ्ग रहेको छ हैन अब जुन यो 8 प्रकारको यो अष्टाङ्ग शिलाहरू किन त भन्दाखेरि जुन यताउता हिँड्दाखेरि हैन यसो बानी व्यवहार चरित्र सुधार्नको लागि हैन आफूले नै होशियार हुनुको लागि सत्यता अपनाउनको लागि यसरी अब विभिन्न अब 4 प्रकारको शिलाहरू यसरी अब बताउनु भएको हो यो चाहिँ अब समग्र सबैको एउटा के हो त परम्परा पनि रहेको छ जे भए तापनि अब शिला भनेको के हो त भन्दाखेरि अनि आफूले उत्साह जगाएर अनि पालना गर्नुपर्ने विधान छ अनि आफूले अरूलाई नि आज्ञा दिएर एक किसिमको आदेश दिएर यो गर्नु हुँदैन भन्ने यसलाई शिला भनिँदैन यो मेरो लागि हो यो यसले मलाई सत्य मार्गमा लान्छ भनेर यसरी उत्साह जगाएर गर्नलाई शिला भनिन्छ त्यही कारणले गर्दाखेरि अनि आफूले म यो धर्म गर्नु सक्दछु भने आफूले निर्णय लिनु सक्यो भने यसले चाहिँ अब शिललाई पालना गर्न सक्छ अब आफूले सत्य कर्म गर्नु म तयार छु भने आफूले यसरी निश्चय आफूले अब निधो गर्न सकेन भने अब शिला त्यति आफूले अब पालना गर्न सक्दैन त्यसै गरी गृहस्थ बनेर अब बस्ने निस्किएपछि अभ्यास गर्ने अनुशासन छ र उनीहरूले राखेको भाकल पनि फरक छ शिला भने मैले बताइसकेँ विनय भनेको चाहिँ के हो त भन्दाखेरि अब विनय भनेको चाहिँ के हो त एक किसिमको सङ्घभित्र एक किसिमको जीवन जीविका चलाउने हैन एक किसिमको ग्रहण गर्ने संरक्षण गर्ने सुरक्षा गर्ने हैन त्यसलाई बताउँछ त्यसलाई विनय भनिन्छ विनय भनेको विशेष गरी अब के हो त यो भिक्षु जनहरूलाई प्रवर्तित यसको नियमलाई बताउँदछ जुन भिक्षुहरूले अब पालना गर्नुपर्ने 250 भन्दा केही अब ज्यादा रहेको छ नियमहरू त्यो भित्र चाहिँ एकदम महत्त्वपूर्ण के हो त भन्दाखेरि हामीले यसलाई हामीले फम्पा भनिन्छ फम्पा पराजय 4 प्रकारको पराजय एकदम महत्त्वपूर्ण मान्दछ यो भित्रमा पनि 250 भित्र आज मैले यो अनि प्रति मोजे सूत्रको विषय बताउन मन लागेको छ तर पनि एउटा समयको अभाव र अलिकति थाकेको हुनाले म अनि बताउन सकेन आज म के अब एउटा सूचना दिन चाहन्छु जानकारी अब आउने अब 12 तारिकको दिनमा चाहिँ अब 12 तारिक छेब चुन्नी कहिलेकाहीँ यो मलाई यो बार के हो दिन के हो सबै मैले बिर्सिँदै गइरहेको छु कहिलेकाहीँ यो धेरै कामको अलिकति भारी भएकोले जे भए तापनि यो अब आउने यो अनि यो
12 गते टिबेटको 12 गते भनौँ न अर्थात् यो पूर्णिमाको दिनमा अनि त्यो सेवा चुङीमा चाहिँ त्यो दिनमा चाहिँ अब विशेष गरी अब यो क्लासहरू हुँदैन यो बेला विभिन्न अब यो प्रवचन हुँदैन त्यो बेला घम्बपाको परिनिर्वाण वार्षिक महोत्सव भएकोले अनि हामीले त्यो दिन अनि झमगुन लोडो थाइले अब द्वारा अब सम्मिलित गर्नुभएको घम्बपा गुरुको साधनलाई पाँचौं अब इच्छामय रुमसीद्वारा अब गरिएको प्रार्थना गर्नेछौँ अब यो झमकुण्डु थाइले अब एउटा सङ्कलन गर्नुभएको एउटा धक्बा लडुप छ त्यो चाहिँ उहाँको अब यसरी अब धङनाङमा अब एउटा अनि त्यस्तै गरी यो कर्मा छामे गुरुले अब यसरी अब लेख्नु भएको एउटा जुन अब धक्पोको एउटा लडुप छ धक्पो गुरु साधना छ त्यो चाहिँ हामी अब वन्दना गर्ने हो त्यो जुन सेवा चुङीमा जुन अब 9 तारिकको दिनमा धक्बो रुमसीले चाहिँ अब निधिलाई लुकाएर झ्याचु निङबोले चाहिँ अब झ्याचु निङबोले त्यसले चाहिँ बाहिर झ्याचु निङबोले निकाल्नु भयो बाहिर निकाल्नु भयो त्यसलाई चाहिँ अब सङ्कलन गर्ने चाहिँ अनि खैकेब दर्जे भित्र चाहिँ अब जुन अब राखिएको छ त्यो त्यस्तै गरी आज कर्म पर रङजुङ दर्जे चाहिँ अनि यो टिबेटनको अब एउटा इतिहास के छ भन्दाखेरि अब यो रङजुङ दोर्जे चाहिँ अब एक किसिमको यो टिबेटनको अब 14 गतेको दिन पूर्णेको अग्लो दिनमा चाहिँ अब उहाँ परिनिर्वाण हुनु भएर अनि पूर्णिमाको दिनमा चाहिँ यसरी चन्द्रबाट उहाँको चाहिँ अब मुहार उदायो भने पनि छ त्यही कारणले गर्दाखेरि अब यो पूर्णिमाको दिनमा चाहिँ के हो त भन्दाखेरि अब राम्रो अब मौसम छ भने हैन पूर्णेको दिनमा चाहिँ अनि गुम्पाको माथि रूपमा कौशीमा गएर अनि यो राम्रो मौसम भयो भने हैन बत्ती पाल्ने ठाउँ छ भने माथि अनि मौसम राम्रो भएको बेलामा अनि यो चन्द्रमा लागेको बेला एउटा दवा हेर्ने हो भने एउटा ढोलमा बजाउनु पर्दछ त्यो बजाउनु होला भ्यायो भने हैन त्यो बेला विभिन्न के बजाउनु हुन्छ हैन सामग्रीहरू लामाको त्यो बजाउनु होला ढङ्गसित दोर्जे रचना गर्नु भएको एउटा सुङ भन्ने एउटा तीन प्रकारको ग्रन्थहरू छ त्यो चाहिँ अब सिन्धुङ अब उमा यो मध्यमिक सिन्धुङसँग यो सम्बन्धित रहेको छ अनि यो दिन अब 9 तारिकको दिनमा चाहिँ हैन त्यो दिन अब 9 तारिक पर्छ जुन अब त्यो दिनमा चाहिँ अब प्रवचन नभए तापनि म घम्बपाको र रङजुङ दोर्जेको विषयमा अलिकति म बताउने छु त्यो चाहिँ अनि तपाईहरुले याद गर्नु होला आजको लागि यति नै अन्तिम वन्दना प्रार्थना गर्दैछौं